हेलो। साउन्ड सुनेको छ? हेलो। हजुर हजुर। सुनिया छ। ठिक छ ल। तिमीहरूले लास्ट टाइम मैले पढाएको पढेर अनि एमसिक्यू प्र्याक्टिस गर्यो कि नै? गरिन्छ सर। एमसिक्यू प्र्याक्टिस गर। तिमीहरूले यो टेस्ट जुन दिन्छौ टेस्ट कति आवर्सको हुन्छ तिमीहरू टाइम? त्यो टेस्ट सल्भ गर्न पाउने मक टेस्ट टेस्ट दिन्छ नि, विकली टेस्ट। 3 घन्टाको हुन्छ। किन जे अब होस्, तिमीहरूले स्टार्ट गरेको विदिन 3 आवर्समै सकिनुपर्छ होइन? अँ, ए ल, ठिक छ ल। त्यसमा आज ठिक कुन छ। च्याप्टर पढ्ने सर? आज हामीले पढ्छौँ न्युक्लियस एन्ड क्रोमोजोम भन्ने छ। यो किन यो अगाडि पढ्न लगाएको भन्दाखेरि न्युक्लियस एन्ड क्रोमोजोमको बारेमा बुझिसकेपछि तिमीले यो सेल डिभिजन अनि जेनेटिक्स दुइटै पढ्नलाई सजिलो हुन्छ ल। मैले तिमीहरूलाई ल स्क्रिन सेयर गरेँ, एकचोटि सेयर भन ल। ल एकचोटि भन ल। सेयर भयो नि स्क्रिन? ल। यस सर, भयो। तिमीहरूको यो के भन्छ, यो टेस्ट दिएको चाहिँ रिजल्ट हेरेको थिएँ तिमीहरूले। यसपालि चाहिँ राम्रो गरेछौ है, त्योभन्दा अघिल्लोमा चाहिँ अलिकति त्यति राम्रो थिएन। यसपालि चाहिँ धेरैजना राम्रो गरेछौ। यसपालि चाहिँ के भन्छ यो 100+ ल्याउने धेरै स्टुडेन्ट छ। 25+ मानव स्टुडेन्ट चाहिँ 100+ ल्याउने छ। अनि दुई चारजना त एकदम राम्रो गरिरहेको छ, पहिलादेखि नै हेरिरहेको छ। दुई चारजना चाहिँ राम्रो गरिरहेको छ। दुईजना बहिनीको चाहिँ नाम देखिरहेको हुन्थ्यो पहिला पनि। ठिक छ, जस पढ्न चाहिँ बिग्रिन चाहिँ नबिग्र, पढाइमा चाहिँ बिगार्नु भएन। त्यसपछि राम्रो हुन्छ। के हो यो? पखाइ एकछिन एकछिन। ल, मैले भनेको कुरा बुझ्यो कि नै? कतिजना छौ आज? खै यसो नै छ। मैले भनेको कुरा बुझ्यो? यस सर। यस ल। सर। दुईजना बहिनी चाहिँ पहिलादेखि नै देखिरहेको छु अलिकति राम्रो ऱ्याङ्कहरू ल्याइरहेको छु। खै कहाँ गयो तिमीहरू? छैन त। एउटा कञ्चन र अर्को सलिना भन्ने बहिनी दुईजना चाहिँ रहेछ है। अनि यसपालि चाहिँ एकजना अर्को पनि बहिनीले ल्याएको छ। अनि भाइहरू चाहिँ कहाँ गयो फेरि? भाइहरूको त किन ऱ्याङ्क माथि आइरहेको छ नि जस्तो लागेको छ नि। पढ्छौ कि पढ्दैन तिमीहरूलाई? यहाँ सुन, अब हामीले पढ्छौँ। आज हामीले पढ्ने भनेको न्युक्लियस हो। हेर, न्युक्लियसको बारेमा पढ्नुभन्दा अगाडि एउटा अलिकति यो एनिमेसन हेरौँ ल। यो अलिकति एनिमेसन एउटा यो युट्युबबाट हालेको छु मैले। एकचोटि एनिमेसन एकचोटि हेरौँ ल। सुन्या छ? यसो, हल्ला नगर ल, हल्ला नगर। सबै म्युट गर न। यहाँ हेर, तिमीहरूलाई मैले लास्ट टाइम पढाएको भनेको, लास्ट टाइम पढाउँदाखेरि यो भनेको तिमीहरूले लास्ट टाइम पढ्दाखेरि सेलको बारेमा पढाएको थियौ होइन? अनि त्यसमा यो माइटोकन्ड्रिया भयो, यो भनेको न्युक्लियस भयो, अनि यो इन्डोप्लाज्मिक रेटिकुलम त्यो मतलब बाहिर छ होइन? यो छ। अनि यो भनेको गल्गी कम्प्लेक्सहरू देखिरहेछौ नि, हेर बुझिरहेछौ? अनि यो हाम्रो एनिमल सेलमा हेर्दाखेरि, अनि यो हेर, यो राइबोजोम्सहरू छ। यो के हो? राइबोजोम्सहरू छ, अनि भ्याक्युलहरू हुन्छ। अनि यो बिचमा फेरि लाइसोजोम्सहरू पनि हुन्छ। यो चाहिँ हाम्रो ओभरअल सेल भयो है। यो ओभरअल सेलको स्ट्रक्चर भयो। ए कस्तो स्किम भन्दाखेरि, यहाँ सुन, यो ओभरअल सेलको स्ट्रक्चर भयो होइन? अनि सेलमा पनि तिमीहरूले मेन चाहिँ पढ्नुपर्ने कुरा चाहिँ आज चाहिँ न्युक्लियस हो। आज हामीले के पढ्ने? जेनेटिक्स पढ्ने हो के पढ्ने हो? न्युक्लियस एन्ड क्रोमोजोम छ। यो भनेको सेल डिभिजन जेनेटिक्स दुइटैको सुरुको लेक्चर हो यो, बुझ्यो कि नै? न्युक्लियस र जेनेटिक के अरे क्रोमोजोम पढिसकेपछि त्यसपछि हामीले सेल डिभिजन पढ्छौँ अनि जेनेटिक्स पढ्छौँ। बुझ्यौ? सर बोट हो? हेर, यो भनेको युक्यारियोटिक सेल भयो, यो भनेको प्रोक्यारियोटिक सेल छ होइन? यो त तिमीहरूले बुझेकै छौ। मैले आज तिमीहरूलाई देखाउन खोजेको कुरा के हो भन्दाखेरि, हेर यसरी जेनेटिक मेटेरियल हुन्छ भित्र होइन? यो भनेको न्युक्लियस भित्र हेर्ने हो भने जेनेटिक मेटेरियल यसरी हुन्छ। मैले तिमीहरूलाई आज स्किप मात्र गरेर देखाइदिन्छु। अब यो चाहिँ हेर्न भ्याएको थिएन अगाडि होइन? अब यहाँ हेर, यसरी तिमीहरूको डिएनए हेर्ने हो भने डिएनए यसरी क्रोमाटिन स्ट्रक्चरमा हुन्छ नि। डिएनए चाहिँ कुन हुन्छ? सुरुमा क्रोमाटिन हुन्छ यसरी। यो चाहिँ यो चाहिँ न्युक्लियस छ, न्युक्लियसभित्र। पखाइ एउटा दुइटा अझै स्ट्रक्चर देखाउँछु अनि त्यसपछि अगाडि बढ्छु ल। यसमा आज खासै न्युक्लियसको बारेमा धेरै छैन, न्युक्लियसको बारेमा अलिकति कुरा पछि आउँछ। म अलिकति भन्छु ल। ल सुन, यो कुरा छोडिदियो ल। यो यो अगाडि हेर्नु पर्थ्यो सेल डिभिजनमा, तर त्यो हेर्न पाइएन है।
आज मैले यो चाहिँ राम्रोसँग हेर, यो चाहिँ एकचोटि हेर, यो भनेको तिमीहरूको सेल भयो। सेलमा चाहिँ यो न्युक्लियस हुन्छ, यो के हुन्छ न्युक्लियस, ठिक छ, न्युक्लियस हुन्छ। ल यो चाहिँ के हो, यो न्युक्लियस भित्रको डिएनए मेटेरियल होइन, यति कुरा बुझिराख। यो न्युक्लियस भित्र के छ, डिएनए मेटेरियल छ। ल अब आजको लेक्चर मैले सुरु गरेँ है, त सुन सुन, आजको लेक्चर मैले सुरु गरेँ, हेर के हुन्छ भन्दाखेरि यो जुन सेल छ, सेल छ होइन, यो सेल, सेलमा के हुन्छ भन्दाखेरि भित्रपट्टि के हुन्छ न्युक्लियस हुन्छ। ओके, यो कुरा हामीलाई थाहा छ, भित्रपट्टि के हुन्छ न्युक्लियस हुन्छ। तिमीहरूले यो डिप्लोइड र ह्याप्लोइड भनेर सुनेको छौ नि, डिप्लोइड ह्याप्लोइड भनेको। हेर यहाँनिर एउटा क्रोमोजोम यो भयो एउटा टाइपको है, यो एउटा कलर ब्लू कलरको सपोज यो क्रोमोजोम छ, यो क्रोमोजोम छ। ब्लू कलरको क्रोमोजोम कतिवटा छ, दुईवटा छ। अरेन्ज कलर, अरेन्ज कलरको क्रोमोजोम कतिवटा छ, यो पनि दुईवटा छ। देखिरहेछौ, अरेन्ज कलरको दुईटा छ, ब्लू कलरको पनि दुईटा छ, यो पर्पल कलरको पनि कतिवटा छ, दुईटा छ। सो यसो हेर्ने हो भने हरेक टाइपको सेल कतिवटा छ नम्बरमा, दुईटा छ। सो त्यही भएर यसलाई डिप्लोइड सेल भनिन्छ। यसलाई कुन सेल भनिन्छ अरे, डिप्लोइड सेल भनिन्छ। केयरमेट नगर ल, केयरमेट नगर। अब सुन, डिप्लोइड सेल भनेको, अनि यहाँनिर हेऱ्यो भने एउटा यो सेल भयो, अर्को यो सेल भयो, अर्को यो सेल भयो, यिनीहरू कतिवटा नम्बरमा प्रेजेन्ट छ, सिङ्गल नम्बरमा प्रेजेन्ट छ। सो यदि एउटा सेलमा क्रोमोजोम नम्बर, यदि सपोज मान क्रोमोजोम सेट 1 छ, 2 छ, 3 छ, 4 छ, यसमा दुईटा क्रोमोजोम छ, यसरी दुईटा, यसमा पनि दुईटा छ, यसमा पनि सेटमा दुईटा छ, यसमा पनि दुईटा छ। यसरी दुईटा पेयरमा छ भने, क्रोमोजोम यसरी पेयरमा बस्यो भने, एउटै टाइपको क्रोमोजोम दुईटा भयो भने हरेक सेलमा है, त्यसलाई भन्छ डिप्लोइड। यहाँ हेर, यो टाइपको सेल दुईटा छ नि, यहाँ येलो कलरको सेल दुईटा छ नि, पर्पलको दुईटा छ। तर यहाँ हेर्ने भने ब्लू कलरको एउटा छ, येल्लोको अर्को छ, पर्पलको एउटा छ। टोटल सेललाई भने टोटल क्रोमोजोम काउन्ट गर्ने होइन, ह्याप्लोइड डिप्लोइड भन्दाखेरि। कसले केयरमेट गरेर गयौ, तर मेट्न चाहिँ मेटेनौ है। सुन एकचोटि मैले भन्छु, सुन सर आजको, हजुर। नर्भस सिस्टम सकिसकेको हो। अब नर्भस सिस्टम त मैले पढाएको होइन नानी, जुलोजी हो नि त, यो त बोटनी हो नि त आज। यो चाहिँ बोटनी हो। ल सुन, सुन यहाँ सुन, के हुन्छ भन्दाखेरि आजको लेक्चर मैले भनिरहेको छु, तिमीहरूले बायोलोजी जहाँसुकै जेसुकै पढ, यो न्युक्लियस भनेको अनि बेसिक कुरा, क्रोमोजोम भन्ने कुरा बुझेन भने ओभरअल सबै कुरा पढिँदैन है। यो एकदमै ध्यान दिएर सुन, आजको लेक्चर भनेको त्यस्तो बोरिङ हुँदैन, यो भनेको के भन्छ त्यसलाई, इन्ट्रेस्टिङ कुरा नै पढ्छौ है तिमीहरूले। यहाँ सुन, सो सर हजुर भन। हामीले त्यो मर्निङको क्लास जोइन गरेको छ नि त, अनि हामीले त्यो इभिनिङमा पनि लाइभ क्लास हुन्छ नि, त्यो जोइन गर्न मिल्छ कि मिल्दैन? त्यो एक्चुअली टेक्निकल कुरा उता नै हेर्नुपर्छ। यो भनेको बेटा ब्याच हो तिमीहरूको, त्यो भनेको मर्निङको पाइ ब्याच भन्यो होला तिमीहरू होइन। हजुर अब त्यो दुइटैमा अब जोड्न मिल्छ मिल्दैन, त्यो एकचोटि त्यहाँ सोध न। फेरि यहाँ धेरै स्टुडेन्ट्स अट्दैन क्या, त्यो प्रब्लम छ। अब एकचोटि सोध न त, टेक्निकल डिपार्टमेन्ट एकचोटि सोध ल, त्यो चाहिँ कुरा एउटा उतै क्लासमा मात्रै जोइन हुन मिल्छ। एउटा मात्र मिल्छ होला, त्यही त होला जस्तो लाग्छ मलाई चाहिँ। एकचोटि हेर न ल। ल अहिले त्यो कुरा छोडौँ ल, अहिले यहाँ सुन, डिप्लोइड र ह्याप्लोइड सेल भनेको कस्तो हुनुपर्छ, जस्तै 2n भन्छौँ नि, यसलाई किन हामीले 2n भन्छ भन्दाखेरि 2n यो जिनोमलाई मात्र काउन्ट गर्ने हो भने, एउटा मात्र टाइपको सेललाई लिने हो भने एउटा, दुईटा अनि तिनवटा, कतिवटा क्रोमोजोम छ, तिनवटा होइन, तिनवटा छ, त्यो भनेको एन हो। ठिक छ, अनि यसलाई 2ले मल्टिप्लाई गर्दा बल्ल कतिवटा आयो, 6वटा क्रोमोजोम आयो। सो यो सेलमा हेर्दाखेरि क्रोमोजोम 6वटा छ। तर तिमीलाई यसको ह्याप्लोइड सेट भन्नु पर्यो। ह्याप्लोइड भनेको ठ्याक्कै एउटा एउटा, मतलब त्यो ह्याप्लोइड भनेको एउटा हुनु पर्यो, त्यो धेरै हुनु भएन, के हुनु भएन, एउटा हुनु पर्यो। जस्तै यहाँ ह्याप्लोइड हेर्ने हो भने ब्लू कलरको एउटा छ, पर्पलको एउटा छ, अनि येल्लो कलरको एउटा छ। सो यो हेर्ने हो भने यसलाई ह्याप्लोइड यसलाई ह्याप्लोइड सेल भनिन्छ। सो ह्याप्लोइड सेलमा कति हुने भयो भन्दाखेरि एउटा क्रोमोजोमको दुईटा पेयर हुँदैन, जस्तै एक्स एक्स क्रोमोजोम हुँदैन कि एक्स मात्र क्रोमोजोम हुन्छ भन्न खोजे हो। सो यो तिमीहरूको कन्सेप्ट भयो डिप्लोइड ह्याप्लोइड सेलको है। न्युक्लियसको आधारमा यदि तिम्रो न्युक्लियसमा कतिवटा क्रोमोजोम छ, त्यो आधारमा यसो हेर्ने हो भने। अब यहाँ हेर, अनि यहाँ मैले जुन जुन कुरा कलर गरेको छु त्यो कुरा मात्र पढ्दा हुन्छ, तिमीहरूले त्यो कलर नगरेको कुरा छोडिदिँदा पनि केही फरक खासै पर्दैन। यहाँ हेर, न्युक्लियस कसले डिस्कभर गरेको, रोबर्ट ब्राउनले। यो चाहिँ इम्पोर्टेन्ट छ है, यो क्वेसन आउँछ न, यो क्वेसन चाहिँ न्युक्लियस डिस्कभर गरेको मान्छे रोबर्ट ब्राउन हो। ठिक छ, न्युक्लियसलाई भनिन्छ कन्ट्रोलिङ सेन्टर अफ द सेल, अथवा यसलाई ब्रेन अफ द सेल भनिन्छ। ठिक छ, एपारेटस अफ हेरिडिटी भनिन्छ। के भनिन्छ अरे, एपारेटस अफ हेरिडिटी भनिन्छ। डाइरेक्टर अफ द सेल भनिन्छ, किनभने न्युक्लियसले सबै सेललाई कन्ट्रोल गर्छ। यसलाई अर्गानेल भनिँदैन, पहिलो कुरा बुझ। अनि सबभन्दा लार्जेस्ट साइटोप्लाज्मिक कम्पोनेन्ट भनेको न्युक्लियस हो, अनि स्मलेस्ट भनेको त माइक्रोफिलामेन्ट हो। हामीले अस्ति पनि हेऱ्यौँ है, लार्जेस्ट न्युक्लियस भयो, स्मलेस्ट भनेको कम्पोनेन्टको कुरा गर्दैछु है, अर्गानेलको होइन। यसले यो अर्गानेल मानिँदैन यसलाई।
ठिक छ ल। अब यहाँ सुन, अब एकचोटि यहाँ सुन। अब हामीले नम्बर अफ सेल, एउटा सेलमा कतिवटा न्युक्लियस हुन्छ, एउटा सेलमा कतिवटा न्युक्लियस छ, यहाँ कतिवटा न्युक्लियस देख्छ, यो ओभरअल एउटा न्युक्लियस हो है, एउटा न्युक्लियस हुन्छ हो। नर्मली एउटा सेलमा जहिले पनि एउटा न्युक्लियस हुन्छ, तर केही एक्सेप्सनहरू के छ भन्दाखेरि यहाँ यो भनेको युनिन्युक्लिएटेड सेल भनेको एकदम कमन हुन्छ। बाँकी तिम्रो बडीको जुनसुकै सेलमा आएर, बडीको यदि एक्सेप्सन बाहेक है, तिम्रो बडीको जुनसुकै सेलमा आएर त्यहाँ के हुन्छ भन्दाखेरि न्युक्लियस कतिवटा हुन्छ, हरेक सेलमा हेऱ्यो भने न्युक्लियस एउटा मात्र हुन्छ। ठिक छ ल सुन, न्युक्लियस एउटा मात्र हुन्छ। तर एन्युक्लिएटेड सेल भनेको न्युक्लियस नभएको सेल। के नभएको रे? न्युक्लियस नभएको सेल। त्यो भनेको यो आरबिसी हो। यो के हो? यो आरबिसी। आरबिसीमा हेर्छौँ भने त्यहाँ न्युक्लियस यसमा हुँदैन। यसमा के हुँदैन? न्युक्लियस हुँदैन। त्यो पनि म्याच्योर म्यामलियन आरबिसी हुन्छ है। के हुन्छ अरे? एनिमल म्यामल्स आरबिसी भनेको यहाँ तिमीले म्याच्योर म्यामल्स आरबिसी भनेको, जुन म्यामल चाहिँ म्याच्योर आरबिसी हुन्छ नि म्यामलमा, सुरुमा हुँदा चाहिँ न्युक्लियस हुन्छ, बिस्तारै त्यो म्याच्योर भइसकेपछि त्यसमा न्युक्लियस हराउँछ, हेमोग्लोबिनले त्यसमा के हुन थाल्छ, हेमोग्लोबिन चाहिँ धेरै हुन्छ। तर यसमा पनि एक्सेप्सन के छ भन्दाखेरि यो क्यामेल र आई लामामा भन्नेमा चाहिँ के हुन्छ, न्युक्लियस प्रेजेन्ट हुन्छ। यो त म्यामलियन हो नि, तर म्यामल्समा पनि एक्सेप्सन चाहिँ यो दुईटा छ। यो पनि सम्झ है, यो पनि सम्झ। सिफ्टीमा हुँदैन त्यो तिमीलाई थाहा छ है ल। अब बाँकी एउटा न्युक्लियर त सबैमा हुन्छ, एउटा न्युक्लियस भनेको धेरै जसो सेलमा हुन्छ। अब बाई न्युक्लिएटेड सेल भनेको कुन कुनमा हुन्छ? प्यारामेसियम। यो प्यारामेसियम हेर्ने हो भने एउटा भनेको यहाँ ठुलो न्युक्लियस हुन्छ, एउटा यो सानो छ हेर। एउटालाई चाहिँ म्याक्रो भन्छ, अर्कोलाई माइक्रो भन्छ। यो माइक्रो भनेको यो सानो भयो, यो माइक्रो न्युक्लियस छ। यो भनेको एउटा के हो? ठुलो न्युक्लियस छ। सो यो भनेको कस्तो यो न्युक्लियस छ? यहाँ यहाँ डाइन्युक्लिएटेड भन्छ यसलाई। ठिक छ, डाइमर्फिक न्युक्लियस। तिमीले प्यारामेसियममा पढ्छौ डाइमर्फिक, दुईटा फर्म भएको, एउटा ठुलो फर्म एउटा सानो फर्म। ठिक छ ल, बाँकी कुरा जुओलोजीमा पढ्छौ हो। एस्कोमाइसिटिस र बेसिडोमाइसिटिस भनेको के हो? यो फङ्गाई हो। यो फन्जाईमा तिमीले यसो हेर्ने हो भने फन्जाईको यो माइसेलियममा पनि हेर्छौ भने हेर, जबसम्म कुनै सेल यसरी सपोज यो एउटा सेल छ होइन, यो एउटा सेल छ, तर यसरी साइटोप्लाज्म यसरी सेल वालले यसरी टुक्राइदियो भने यो अब अर्को सेल हुन्छ, यो चारवटा सेल हुन्छ। यो कतिवटा सेल बन्छ? चारवटा। कुन च्याप्टर हो यो भन्छ। यो भनेको तिमीहरूको न्युक्लियस यस्तो छ क्या, जेनेटिक्स पढ्दा पनि, सेल बायोलोजीमा पनि छ र उसमा पनि छ, सेल डिभिजनको लागि पनि चाहिन्छ। सो तिमीहरू न्युक्लियस अनि क्रोमोजोम भनेर एउटा छुट्टै टपिक मैले राखिदिएको छु, तर यो पढ्नुपर्छ फेरि। यो भनेको तिम्रो सेल बायोलोजीमा र जेनेटिक्समा पढ्नुपर्ने कुरा हो। त्यही भएर मैले यहाँ छुट्टै मात्र राखिदिएको छु, बाँकी जेनेटिक्स र सेल बायोलोजीकै पार्ट हो क्या यो। ओके ल। यहाँ स्टुडेन्ट्स त धेरै कम रहेछ, किन 83 मात्र रहेछ त? तिमीहरूको स्टुडेन्ट्स भनेको 200 समथिङ हुनुपर्ने होइन? हो सर। ए गर्नुभयो क्या मर्निङ क्लास, त्यही भएर। ए हो र? सर 5 बजेदेखि क्लास भन्ने सायद थाहा छैन होला, अरूलाई त्यही भनेर। छैन होला नि त। 5 देखि थाहा थिएन तिमीहरूलाई क्लास हुन्छ भनेर? थाहा थिएन, आजबाट मात्रै 5 बजेदेखि ल ल ठिक छ ल। 5 यो लेक्चर जस्ट जुन साथीहरूले छोड्छ नि त्यो साथीहरूलाई भन यो लेक्चर हेरेर आउनलाई, नेक्स्ट टाइम हामीले सेल डिभिजन स्टार्ट गर्दा यो आएकै हुनुपर्छ है। यहाँ सुन, मैले भनेको तिम्रो यो एउटा सेल छ होइन, अनि सपोज यो एउटा सेल छ, यो एउटा सेलमा चाहिँ एउटा न्युक्लियस छ भने एउटा सेल हुन्छ। तर यसरी प्लाज्मा मेम्ब्रेनले यसरी सेललाई टुक्राइदियो भने अब के भन्छ? यो एउटा सेल हुन्छ, एउटा सेल हुन्छ, एउटा सेल हुन्छ, एउटा, यो भनेको चारवटा सेल हुन्छ। तर यहाँ माइसेलियामा हेऱ्यो भने यो यहाँदेखि लिएन नि, यो फङ्गसको यो माइसेलिया हो, फिलामेन्ट हो क्या। यहाँ हेऱ्यो भने एउटा न्युक्लियस, दुईटा, तिनवटा, चार, पाँच अनि छ, 6 न्युक्लियस छ। यहाँ कतिवटा न्युक्लियस रे? 6 न्युक्लियस छ। तर सेल हेर्ने हो भने एउटै छ। सो एउटै सेलमा कतिवटा न्युक्लियस यहाँ देखिरहेको छ तिमीहरूले? कतिवटा न्युक्लियस देखिरहेको छौ? 6। त्यसो हुँदैन। यो भनेको कस्तो हुन्छ भन्दा यहाँ अलिकति फिगरमा राम्रोसँग जुम गरेर देखाएको छ। यो भनेको कस्तो हुन्छ भन्दाखेरि तिमीहरू जनरली हेर्दाखेरि मल्टिन्युक्लिएटेडमा यो तिमीहरूको राखेको, यो बाइन्युक्लिएटरमा मिस्टेक भएर आएको है, सरी मल्टिन्युक्लिएटेड हो यो। ठिक छ ल। अर्को भनेको तिमीहरूको बाइन्युक्लिएटेड फर्ममा पनि बस्छ, यसरी एउटा दुईटा पर सेलमा बस्छ, यसरी एउटा दुईटा पर सेलमा बस्छ। एकचोटि यो मिलाइदिन्छु ल म, ल सुन। अब हेर, अब हामीले जस्ट इक्जाम्पल, अब तिमीहरूले भन्छौ यो रट्नुपर्छ कि पर्दैन? प्यारामेसियमको याद गर्नै पर्छ, अनि यो आरबिसी र सिफ्टीको याद गर्नै पर्छ है, यति चाहिँ याद गर ल। अब हेर, अब भनेको मल्टिन्युक्लिएटेडमा हामीले के हेर्छौँ भन्दाखेरि, मल्टिन्युक्लिएटेड भनेको के बुझ्छौ? यहाँ हेर, मल्टिन्युक्लिएटेड सेल टाइप भनेको दुईटा हुन्छ, जुनमा मतलब एउटा सेलमा धेरैवटा न्युक्लियस भएको। एउटा सेलमा कतिवटा न्युक्लियस रे? धेरैवटा न्युक्लियस। अब यो दुईटा प्रोसेसबाट एउटा सेलमा धेरै न्युक्लियस बन्न सक्छ। जस्तै यो एउटा सेल छ, एउटा सेलमा त एउटा न्युक्लियस हुनुपर्ने हो, एउटा सेलमा एउटा न्युक्लियस हुनुपर्ने हो। तर यसो यो एउटा दुईटा, यो दुईटा प्रोसेसले गर्दाखेरि
एउटा सेलमा धेरैवटा न्युक्लियस भन्छ। अब के हुन्छ भन्दाखेरि सिनसाइट, अर्को भनेको के भन्छ रे, यो सिनोसाइट भनेको, यो भनेको तिम्रो सिनसाइट भयो, अर्को भनेको सिनोसाइट हो। यो मल्टिन्युक्लिएटेड सेल हो। एकदम इम्पोर्टेन्ट छ यो टपिक है, यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ। सिनसाइट भनेर कसरी बन्छ भन्दाखेरि फ्युजन अफ मेनी सेल्स। यो भनेको फ्युजनबाट बन्छ। कसरी, यहाँ हेर, यो एउटा सेल छ, यो अर्को सेल छ, यो अर्को सेल छ, यो अर्को सेल छ, यसरी यो अर्को सेल छ, यति धेरै सेल छ, ठिक छ। यो सेल फ्युज भयो, फ्युज भएपछि यहाँ कतिवटा न्युक्लियस छ अरे, 6वटा न्युक्लियस छ। भनेपछि एउटा ठुलो सेल भन्छ, अनि त्यसमा कतिवटा न्युक्लियस भयो, 6वटा। यो 7वटा भयो, सरी है, 6वटा न्युक्लियस भन्छ। यसरी हेर्ने हो भने यो सबै सेलहरू फ्युज भएर बन्यो नि, यो फ्युजनबाट बन्ने प्रोसेसलाई के भन्छ भन्दाखेरि सिनसाइट भनिन्छ। के भन्छ अरे, सिनसाइट। सिन भनेको फ्युजन नै हो एक्चुअली। सिन भनेको कमन भयो क्या, कमन भएको। साइट भनेको सेलहरू, सबै सेल एक ठाउँमा मिलेर बस्यो। सो तिमीहरूले यहाँबाट बुझ्नुपर्ने भनेको सिनसाइट कसरी बन्छ। सिनसाइट भनेको कुन प्रोसेस हो भन्दाखेरि यसमा के हुन्छ, धेरैवटा सेल फ्युज भएर एउटा सेल बन्छ, अनि सबै सेलको न्युक्लियस चाहिँ फ्युज हुँदैन, न्युक्लियस चाहिँ इन्डिभिजुअल बस्छ, ठिक छ। त्यसलाई भन्छ मल्टिन्युक्लिएटेड सेल्स। यसमा साइटोप्लाज्मिक डिभिजन, अर्को भनेको यहाँ त्यो यसमा आउँछ। तिमीहरूले जुलोजीमा पढ्छौ एस्क्यारिस लम्ब्रिकोइड्सको, जुन यो एस्क्यारिस लम्ब्रिकोइड्स हुन्छ, यो भनेको अर्थोम हो। अर्थोमको एपिडर्मल सेल क्या, अर्थोमको नि एपिडर्मिसमा जुन सेल हुन्छ नि, त्यो पनि मल्टिन्युक्लिएटेड हुन्छ। एउटा यो इक्जाम्पल सम्झिनै पर्छ। स्ट्रेटेड मसल्समा पनि मल्टिन्युक्लिएटेड हुन्छ। तिमीले स्ट्रेटेड मसल्सहरू पढ्छौ नि, त्यसमा जुन न्युक्लियस हुन्छ त्यो हुन्छ के हुन्छ भन्दाखेरि मल्टिन्युक्लिएटेड हुन्छ। सो यो दुईवटा इक्जाम्पल सम्झिनै पर्छ। बोन म्यारो तिमीलाई सम्झिनु छ भने सम्झौ, नत्र स्ट्रेटेड मसल्स र एपिडर्मल सेल्स भनेको एस्क्यारिसमा मल्टिन्युक्लिएटेड हुन्छ। सिनसाइड भन्दा पनि मल्टिन्युक्लिएटेड हुन्छ भन्ने बुझ्दा पनि हुन्छ क्या, भन्न खोजेँ मैले, ठिक छ। तर त्यसको क्याटेगोरिसन हेर्ने भने, क्याटेगोरी हेर्ने भने त्यो भनेको सिनसाइडमा पर्छ। तर यो दुईवटा सेल मल्टिन्युक्लिएटेड हुन्छ भनेर बुझ, इम्पोर्टेन्ट कुरा। सिनसाइड कसरी बन्छ अरे, सेलको फ्युजनबाट, धेरैवटा सेल यसरी फ्युज बन्छ, अनि त्यसमा चाहिँ न्युक्लियस चाहिँ कतिवटा हुन्छ, जतिवटा सेल फ्युज भएको हुन्छ त्यतिवटा न्युक्लियस बन्छ फ्युजनबाट। अब हेर सिनोसाइट कसरी बन्छ। सिनोसाइट बन्ने भनेको डिभिजनबाट हो। यो चाहिँ फ्युजनबाट बन्ने भयो। सिनोसाइट भनेको डिभिजनबाट बन्ने। कसरी, जस्तै यहाँ एउटा सेल छ, सरी है, यहाँ के छ भन्दाखेरि एउटा सेल छ, यो एउटा सेलमा एउटा न्युक्लियस छ। अब यो सेल डिभिजन हुन थाल्छ, तर डिभिजन मात्र हुन्छ। तर यो डिभिजन कस्तो हुँदैन भन्दाखेरि न्युक्लियस चाहिँ बिचरा डिभाइड गर्न थाल्छ। जस्तै मैले यहाँ हेर, न्युक्लियस चाहिँ यसरी एउटाबाट दुईटा, फेरि दुईटाबाट चारवटा, चारवटाबाट आठवटा, यसरी बन्न थाल्छ। तिमीले बुझेछौ नि, एउटा सेल हुन्छ होइन, यो सेल डिभाइड हुँदाखेरि दुईवटा सेल भन्छ यसरी, होइन, दुईवटा सेल भन्छ। फेरि यो सेल डिभाइड हुँदाखेरि कतिवटा सेल भन्छ अरे, यो पनि दुईवटा सेल भन्छ। फेरि यो डिभाइड हुँदाखेरि यो पनि कतिवटा सेल भन्छ अरे, दुईवटा सेल भन्छ। यो बाइनरी फ्युजनमा यसरी हेऱ्यो होला नि। तर हामीले मानव जस्ट एउटा बाइनरी फ्युजनको अथवा के भन्छ मियोसिस माइटोसिसको कुरा नगर्दाखेरि एउटा सेल डिभाइड भएर यो डटर सेल्स बन्यो। अब योबाट पनि यसबाट दुईवटा बन्यो, यसबाट दुईवटा बन्यो। अब हामीले मियोसिस माइटोसिसको कुरा गर्दाखेरि अलिकति प्रिसाइजली कुरा गर्छौँ, तर यहाँ रफली बुझ्नको लागि मात्र भन्यो। सो यहाँबाट तिमीहरूले हेऱ्यो भने सेल डिभिजन यिनीहरू के भयो थाहा छ। यहाँ चाहिँ न्युक्लियस बिचरा डिभाइड भयो। न्युक्लियस हेर त, एउटाबाट पहिला हेर, एउटाबाट न्युक्लियस दुईटा बन्छ। तिमीहरूले के च्याट गरिरहेछौ भन त, ओए भन्छ। देखि 5 बजीदेखि यो क्लास, अबदेखि 5 बजीदेखि हुन्छ है, किनभने अब तिमीहरूको त्यसरी अलिकति कोर्स चाँडो नसकिने भयो। अनि यो अलिकति एक्जामहरू अब नजिक फेरि हुनसक्छ कि भनेर, त्यो प्रब्लम नहोस् भनेर 5वटा क्लासेस गराएर टोटल, अनि कोर्स अलिक चाँडै सकिन्छ है, ठिक छ। यसले तिमीहरूले के गर्नु पर्यो थाहा छ। अब तिमीहरूले के गर्नु पर्यो भन्दाखेरि मेहनत गर्नु पर्यो, अलिकति पढ्नु पर्यो, त्यति हो है। 5 to 6 अलि जेनरली मैले नै क्लास लिन्छु, अरू टिचरहरूको सायद भ्याउनु भएन, त्यही भएर मैले नै ठिक छ लिइदिन्छु भन्ने कुरा भयो। 5 to 6 ठिक छ, 5 to 6 मैले क्लास लिन्छु, बाँकी 6 to बाँकी तिमीहरूले हेरेकै छौ, त्यो त्यही रुटिन हुन्छ। ल यहाँ सुन, अनि मैले अघि तिमीहरूलाई भनेको थिएँ, अहिले कतिजना आयो र, कतिजना आएको छ, मलाई त धेरै छैनौ, 94 मात्र छौ। ल ठिक छ, तिमीहरूले मैले अघि भनेको थिएँ, तिमीहरूको मैले टेस्टहरूको चाहिँ रिजल्ट्सहरू हेरिरहेको छु होइन। यसपालि लगभग लगभग तिमीहरूको 100+ आउने भनेको लगभग 25 स्टुडेन्ट्स रहेछौ तिमीहरूको। त्यो अनि धेरै स्टुडेन्ट्सको के भएको छ त्यहाँ, 1-2 मार्क्स आइरहेको छ, त्यो कसरी त्यस्तो भयो, त्यो अलिकति तिमीहरूले केही कुरा बुझेको छैनौ होइन, केही कुरा पढ्ने तरिका थाहा भएन भने सोध क्या, त्यसरी चाहिँ नबस। अनि तिमीहरूले यो जुन टाइम छ नि, यो टाइम भनेको तिमीहरूले अरू केही कुरा सोच्ने पनि होइन। यो टाइम भनेको अरू कुरामा होइन, जस्तै तिमीले घुम्न जानु पर्यो, खेल्न जानु पर्यो, कसै साथीहरूसँग बोल्न जानु पर्यो, त्यो काम यहाँ यो टाइममा नगर। यो टाइम होइन त्यो,
तिमीहरू बरु ब्याचलर्समा एडमिसन गर, नाम निकाल, एडमिसन भइसकेपछि बरु फर्स्ट सेमेस्टर पढ्दै नपढ, डजन्ट म्याटर। तर अहिले चाहिँ पढ, अहिले 2-3 महिना 3 महिना 4 महिना अब कति टाइम हुन्छ, मजाले पढ। ब्याचलरमा गइसकेपछि एडमिसन गर होइन, अनि मस्तले घुम के, बोल साथीसँग घुम, पार्टी गर, जेसुकै गर्नु छ। बट अहिले चाहिँ राम्रोसँग पढ, यो चाहिँ म भनिरहेको छु। किनभने तिमीले अहिले पार्टी गर्यौ अनि अहिले पढेनौ भने राम्रो कलेजमा सेलेक्सन हुँदैन। सेलेक्सन नभइसकेपछि तिमीहरूले त्यतिखेर पार्टी गरेको तिमीलाई फिल पनि हुँदैन, राम्रो राम्रो पनि फिल हुँदैन क्या। तर अहिले राम्रोसँग पढ अनि त्यसपछि सबै ठिक हुन्छ है। अहिले अहिले चाहिँ पढ्ने हो, अहिले चाहिँ पढ्ने हो तिमीहरूले। सुन, त्यो चाहिँ थाहा पाउनु पर्यो है। सुन, अब भने सिनोसाइट भनेको केबाट हुन्छ भन्दाखेरि एउटा न्युक्लियसको डिभिजन हुन्छ। सपोज यो एउटा सेल छ, यसमा एउटा न्युक्लियस छ, एउटाबाट दुईवटा न्युक्लियस बन्यो, त्यसपछि फेरि दुईटाबाट चारवटा न्युक्लियस बन्यो, यसरी। अब हेर्ने हो भने सेल चाहिँ डिभाइड भएको छैन, जस्तै बन्नुपर्ने चाहिँ यस्तो थियो, बढ्नुपर्ने चाहिँ यस्तो थियो। जस्तै यो दुईटा न्युक्लियस डिभाइड भयो, यहाँबाट डिभाइड हुन्छ, अनि फेरि यसरी यसरी दुईटा सेल बन्नु पर्थ्यो, अनि फेरि यसको डिभिजन हुँदाखेरि यहाँ दुईटा न्युक्लियस बन्छ, अनि यसरी डिभाइड हुन्छ बिचबाट, अनि फेरि यो दुईटा सेल बन्थ्यो। बन्नुपर्ने चाहिँ यसरी थियो। तर यहाँ एउटै सेलबाट कतिवटा छ भन्दाखेरि एउटा सेलबाट सेल चाहिँ एउटै छ, न्युक्लियस चाहिँ कतिवटा छ, चारवटा छ। सो यसमा के हुने भयो, मल्टिन्युक्लिएटेड। चारवटा न्युक्लियस भएर एउटा मल्टिन्युक्लिएट भन्ने भयो। प्रोसेस कुन भयो, सिनोसाइट भन्ने हुन्छ। यसमा चाहिँ न्युक्लियर डिभिजन हुन्छ, मतलब न्युक्लियसको डिभिजन हुन्छ धेरै, तर साइटोप्लाज्मको डिभिजन हुँदैन। साइटोप्लाज्मको यहाँ यसरी साइटोप्लाज्मको डिभिजन हुँदाखेरि यसरी बन्थ्यो, चारवटा सेल बन्थ्यो। बुझ्यौ? ल, सिम्पल कन्सेप्ट छ, तर अलिकति यसो याद गर्नुपर्ने छ, ठिक छ? ल, यो इक्जाम्पल सम्झिँदैन भने डजन्ट म्याटर, यो त्यति इम्पोर्टेन्ट होइन। ल, अब हामीले न्युक्लियसको स्ट्रक्चर हेर्दाखेरि अब हामीले हेर्छौँ यहाँ। यो भनेको यहाँ बाहिर सेल छ है, बाइदेवे सेल छ होइन, सेलभित्रको न्युक्लियस मात्र जुम गरेर देखाएको छ है। यो कुरा चाहिँ सम्झ, सेल छ अनि सेलभित्रको न्युक्लियस चाहिँ जुम गरेर देखाएको छ। यति बुझ्यो नि? ल, अगाडिको कुरा बुझ्यो कि नै? यो सिनोसाइड सिनोसाइड बुझेनौ? एकपल्ट भन्नु न सर फेरि। ल फेरि सिनोसाइड भन्दैछु, हेर फेरि भन्दैछु हेर। सिनसाइट भनेको यो हेर, मल्टिन्युक्लिएटेड सेल भनेर पढिरहेको छ हामीले। मल्टिन्युक्लिएटेड सेल भनेको एउटा सेलमा धेरैवटा न्युक्लियस हुन्छ यसरी। तर हामीले के थाहा छ भन्दाखेरि बिचरा एउटा सेलमा त एउटा मात्र न्युक्लियस हुनुपर्ने, तर यहाँ यति धेरै कसरी भयो त भन्ने कुरा यदि हामीले सोच्यौँ भने एउटा के हुनसक्छ भन्दाखेरि यसरी धेरैवटा सेल छ, अनि धेरैवटा सेलको फ्युजन भइदियो क्या, फ्युज भइदियो, मतलब फ्युजन भने त बुझ्छौ नि, फ्युज भइदियो क्या, सेलहरू एक आपसमा फ्युज भइदियो। फ्युज भइसकेपछि, तर फ्युजन कुन तरिकाले भयो भन्दाखेरि यसमा न्युक्लियस चाहिँ कम्बाइन भएन क्या, न्युक्लियस छुट्टा छुट्टै बस्थ्यो। ल, यसरी भनेपछि यहाँ कतिवटा सेल न्युक्लियस भयो, यहाँ अब 6वटा न्युक्लियस भयो। यहाँ कतिवटा न्युक्लियस भयो अरे, 6वटा न्युक्लियस भयो। हो, यो भनेको एउटा मल्टिन्युक्लिएटेड सेल भयो। मल्टी भनेको धेरैवटा न्युक्लियस भएको। यो कुन प्रोसेस कसरी भयो अरे, यसरी फ्युजन अफ सेलबाट भयो। सो यो प्रोसेसलाई हामीले के भन्छौँ भन्दाखेरि यो सेललाई हामीले कुन भन्छौँ अरे, सिनसाइट सेल भन्छौँ। यो सेल भनेको सिनसाइट हो। सिनसाइट भनेको किन भन्यो, किनभने धेरै सेलको फ्युजनबाट बन्यो, एउटा कुरो। अर्को कुरो, यस्तै एउटा सेल छ, फेरि यस्तै एउटा सेल छ, यो सेलमा पनि हामीले धेरैवटा न्युक्लियस हेऱ्यौँ। अब फेरि सोच्छौँ, ल यो चाहिँ कसरी बन्यो होला भनेर फेरि सोच्छौँ, यो भनेको कसरी बन्यो होला भनेर सोच्छौँ। जस्तै यो भनेको तिमीले मसल्सको सेलमा स्ट्रेटेड मसल सेल यसरी मल्टिन्युक्लिएटेड हुन्छ। अनि जस्तै अब तिम्रो फाइकोमाइसिटिस भन्ने हुन्छ, त्यसको हाइफा यसरी हुन्छ भनेर देख्यौ यहाँ। र त्यो मैले तिमीले अगाडि देखाएको हुन त यहाँ छ। ल छोड्दै, त्यो छोड्दै मैले मिलाइदिन्छु। ल यहाँ सुन, के हुन्छ भन्दाखेरि एउटा सेल थियो पहिला, एउटा सेल थियो, एउटा सेलमा एउटा न्युक्लियस थियो। अब के भयो भन्दाखेरि एउटाबाट यो दुईटा न्युक्लियस बन्यो, दुईटाबाट फेरि बिचरा भित्रै चारवटा न्युक्लियस बन्यो। तर यहाँ साइटोप्लाज्म चाहिँ छुटिरहेको छैन, मतलब सेल डिभिजन अहिले तिमीले पढाएको छैन, त्यही भएर अलिकति बुझ्न नसके होला जस्तो लाग्छ मलाई। तर यहाँ के हुन्छ भन्दाखेरि अब 4वटाबाट 8वटा न्युक्लियस भयो भनेपछि भित्रको न्युक्लियसको नम्बर चाहिँ बढिरहेछ। न्युक्लियस एउटाबाट दुईटा भइरहेछ, दुईटाबाट चारवटा भइरहेछ, तर सेल यसरी साइटोप्लाज्ममा डिभाइड भइरहेको छैन। यति यो कुरा बुझ्नुपर्ने। ल यहाँ सुन, भन्न खोजे यो कुरो हो, यो न्युक्लियस। एउटैमा त्यो हुन्छ नि सर, त्यो सिनोसाइडको त्यो एउटै त्यो सेलमा त्यो न्युक्लियसहरू मात्रै डिभिजन भइरहेको हुन्छ यस होइन यस भित्रै? एक्ज्याक्टली, यस एक्ज्याक्टली, यस यस हो, त्यही हो। एउटा सेल हुन्छ अनि एउटा सेलको न्युक्लियस चाहिँ डिभाइड भइरहन्छ। सेल एउटै छ, अब दुईटा भयो, सेल एउटै छ, फेरि अब दुईटाबाट चारवटा न्युक्लियस बन्यो। हो, यही तिमीले भनेको कुरा ठ्याक्कै एक्ज्याक्टली हो। ल सुन, अब हामीले पढ्छौँ न्युक्लियस। न्युक्लियसमा के हुन्छ भन्दाखेरि
न्युक्लियस भनेको यसरी मेम्ब्रेन हुन्छ, पहिलो कुरा बुझ्नु पर्यो। दुईटा मेम्ब्रेन हुन्छ, डबल मेम्ब्रेन हुन्छ है, डबल मेम्ब्रेन हुन्छ। एउटा मेम्ब्रेन बाहिर भयो, एउटा भित्र भयो। यो भनेको आउटर मेम्ब्रेन, यो भनेको इनर मेम्ब्रेन। यो कुरा बुझ्नु पर्यो। अनि यो न्युक्लियर पोर हुन्छ, यहाँ के हुन्छ, यो न्युक्लियर पोर हुन्छ, जुनबाट चाहिँ केही कुरा भित्र आउने र जाने हुन्छ। जस्तै राइबोजोम्स भित्र बन्यो भने त्यो बाहिर जानु पर्यो नि त राइबोजोम्स, सो न्युक्लियर पोरबाट जान्छ। ठिक छ, ल यसरी हुन्छ। सो न्युक्लियसमा के कुरा हुन्छ अरे, न्युक्लियसमा न्युक्लियर पोर हुने भयो होइन। अनि यो भनेको एकदम डेन्स पार्ट हुन्छ, यो भनेको न्युक्लियस। न्युक्लियस हुन त यहाँ फिगरमा अलिकति प्रिसाइजली देखाएको छैन, बट यति कुरा के बुझ भन्दाखेरि सबभन्दा ठुलो पार्ट यो न्युक्लियस हो। न्युक्लियसको सबभन्दा लार्जेस्ट पार्ट भनेको न्युक्लियस हुन्छ। यहाँ न्युक्लियर पोर हुन्छ, सबभन्दा लार्जेस्ट पार्ट भनेको न्युक्लियस हुन्छ। ठिक छ, राइबोजोम यो न्युक्लियसमै बन्ने हो, यहीँनिर राइबोजोम बन्छ। सुनिरहेको छौ है मैले भनेको कुरा। अनि यो भनेको न्युक्लियर इन्भेलप अथवा यसलाई न्युक्लियर इन्भेलप अथवा न्युक्लियर मेम्ब्रेन पनि भन्छ। ठिक छ, ल अनि यहाँभित्रको जुन साइटो मतलब फ्लुइड हुन्छ त्यसलाई भन्छ न्युक्लियोप्लाज्म। त्यहाँको फ्लुइडलाई के भन्छ, न्युक्लियोप्लाज्म। अब यहाँनिर चाहिँ यो सबै देखिरहेछ नि, यसैलाई भन्छ क्रोमाटिन भन्ने कुरा बुझ्नु पर्यो। ठिक छ, हरेक बेला तिमीले डिएनए हेर्दैनौ, यो क्रोमाटिन नै पछि के बन्ने हो भन्दा, सरी डिएनए भनेको छु, क्रोमोजोम है। यो क्रोमाटिन नै पछि क्रोमोजोम बन्ने हो, यो कुरा चाहिँ याद राख है। यो क्रोमोजोम तिमीले देख्छौ नि, यो क्रोमोजोम, यो क्रोमाटिन नै कन्डेन्स भएर यसरी यसरी कन्डेन्स भएर यो क्रोमाटिन नै भित्र क्रोमोनेमाटा भन्छ हुन त। यो कन्डेन्स भइसकेपछि डिफ्रेन्ट टर्म्स छ, त्यो टर्म्सको कुरा पनि आज मैले गर्छु। सो तिमीले अलिकति यहाँ अलिकति कन्सेप्ट के बनाऊ भन्दाखेरि, यो क्रोमाटिन नै पछि गएर क्रोमोजोम बन्ने हो भन्ने कुरा बुझ्छ। अब क्रोमोजोम भनेको क्रोमाटिन नै कन्डेन्स भएर बन्ने हो क्या, त्यो अहिले कुरा गर्छु ल। चारवटा कुरा आउँछ यसमा, न्युक्लियर मेम्ब्रेन, न्युक्लियोप्लाज्म, क्रोमाटिन र न्युक्लियोलस। अब सुन, यति कुरा पहिला फिगर बुझ्यौ। अब हामीले इन्डिभिजुअल एक एकको कुरा गर्छौँ। हेर, न्युक्लियर मेम्ब्रेन भनेको कतिवटा लेयर हुन्छ, दुईटा लेयर हुन्छ, यति कुरा याद राख है। अनि दुईटाको बिचको स्पेसलाई के भनिन्छ, दुईटा न्युक्लियसको के अरे यसको मेम्ब्रेनको बिचको स्पेसलाई पेरिन्युक्लियर स्पेस भनिन्छ। यहाँबाट केही याद नगरे केही फरक पर्दैन ल, यहाँबाट खासै सबै कुरा याद गर्नुपर्छ भन्ने छैन। हो, यो कुरा याद गर्नु पर्यो, न्युक्लियोलसलाई चाहिँ राइबोजोमल फ्याक्ट्री अफ द सेल भनिन्छ। अनि यो भनेको लार्जेस्ट पार्ट हो। ठिक छ, यसमा जेनरली अब न्युक्लियोलसमा तिम्रो डिएनए पार्ट किन हुँदैन, अब यहाँ हेऱ्यो भने यहाँ हेर, यो न्युक्लियोलसमा के हुन्छ, यो भनेको राइबोजोमल फ्याक्ट्री हो, राइबोजोमल फ्याक्ट्री। अनि अर्को भनेको लार्जेस्ट पार्ट हो, यो कुन भयो, यो न्युक्लियसको सबभन्दा लार्जेस्ट पार्ट हो होइन। अनि यसमा के हुँदैन भन्दाखेरि डिएनए पनि हुँदैन जेनरली। अब के हुन्छ त्यो अलिकति हामीले कुरा गर्छौँ ल। न्युक्लियसको कुरा पढ्यौ, यो न्युक्लियस यति बुझ्यौ ल। यति यो नबुझेको कोही छौ? तिमीले फिगर जुन हेऱ्यौ नि न्युक्लियसको, त्यति चाहिँ नबुझेको कोही छैन होला है, जसरी किन सिम्पल छ, यो सिम्पल छ ल। अब आयो एउटा इम्पोर्टेन्ट कन्सेप्ट, तिमीले अब क्रोमाटिन भनेर सुन्यौ, त्यो क्रोमाटिन तिमीले यहाँ देख्यौ होइन, फिगरमा के देख्यौ रे, तिमीले क्रोमाटिन देख्यौ, फिगरमा तिमीहरूले क्रोमाटिन देख्यौ। यो भनेको क्रोमाटिन हो, यो के हो रे, यो भनेको क्रोमाटिन हो। अब क्रोमाटिनको बारेमा दुई चारवटा के कुरा बुझ भन्दाखेरि, यो क्रोमाटिन हरेक बेला यसरी बस्न चाहिँ सक्दैन, हरेक बेला यसरी हुँदैन, यसरी नै हरेक बेला हुँदैन। किनभने सेल डिभिजनको बेला त्यो क्रोमोजोम बन्नु पर्यो, फेरि हाफ हाफ हुनु पर्यो, त्यो पनि डिफ्रेन्ट कुरा हुन्छ, त्यो पनि मैले भन्छु। तर क्रोमाटिन भन्ने बित्तिकै के बुझ्नु पर्यो भन्दाखेरि थ्रेड लाइक छ, बुझिरहेछौ, थ्रेड लाइक। तर जति सिम्पली तिमीले थ्रेड लाइक देखिरहेछौ त्यो त्यस्तो हुँदैन, के हुँदैन रे, त्यस्तो हुँदैन। अब तिमीले एउटा कुरा भन्छु, तिम्रो सेलमा नि, तिम्रो बडीमा नि, मैले कहाँबाट चाहिँ अलिकति लेख्छु भन्दाखेरि, ल तिम्रो बडीमा नि 3.2 बिलियन बेस पेयर हुन्छ। हेर, 3.2 बिलियन बेस पेयर हुन्छ। बिलियन बेस पेयर भनेको ATGCATGCCGTA यसरी। यो तिम्रो डिएनए छ होइन, डिएनएको एउटा स्ट्रान्डको मैले यसरी ड्र गरेको, यसरी एउटा बेस पेयर, दुईटा बेस पेयर, तिनवटा, चारवटा, यसरी गरेर तिम्रो बडीमा टोटल कतिवटा छ भन्दाखेरि 3.2 बिलियन बेस पेयर छ। तिमीहरूको क्यालकुलेसन यहाँ गर्नु पर्दैन केही पनि होइन, मैले तिमीलाई भनिरहेको छु त्यो कुरा सुन। एउटा सेल छ होइन, यो एउटा सेल छ, एउटा सेल छ है, एउटा सेलमा तिम्रो न्युक्लियस हुन्छ। त्यो न्युक्लियस भित्रको जुन यो तिमीले यो डिएनए हुन्छ नि, डिएनए, त्यो डिएनएले यहाँले अनफोल्ड गर्ने हो भने, डिएनएलाई यहाँ खोल्ने हो भने, यहाँबाट त्यो डिएनएलाई खोल्ने हो भने एउटा सेलको डिएनए कति मिटर हुन्छ थाहा छ? अराउन्ड 2 मिटर हुन्छ। एउटा मान्छे कति मिटरको हुन्छ हाइटको भन त? जेनरली मानौ एउटा मान्छे 2 मिटरको 3.5 to 4 मिटर। हजुर
फाइभ ल एउटा मान्छे जनरली 1.7 to 1.8 तिर हुन्छ होइन, 1.8 मिटरतिरको हुन्छ। एउटा कुरा बुझ, यहाँनिर बुझ, 1.7, 1.8, 1.9 यतिसम्म जान सक्छ मान्छेहरू, जेनरली त्यस्तो रेन्जमा हुन्छ हाइट होइन। त्यो मान्छेको एउटा मान्छेको बडीमा तिमीले डिएनए, एउटा सेलको डिएनए 2 मिटरको छ। अब यो डिएनएलाई तिमीले यत्तिकै मान्छेको बडीमा खोलेर छोडिदिने भने त्यो मान्छेको बडीमा अट्छ त्यो डिएनए? भन भन, अट्छ? आउँदैन। अट्दैन, पर्दैन। एक्ज्याक्टली हो। सो अब त्यहाँनिर केही त केही कुरा हुनु पर्यो, किनभने यसरी सबै डिएनएलाई खोलेर छोडिदियो भने सबै बिग्रिन्छ क्या। सबै डिएनएलाई खोलेर छोडिदियो भने सबै कुरा बिग्रिन्छ। हेर जस्तै यहाँ मैले तिमीलाई एउटा इक्जाम्पल दिएको छु, यहाँ हेर, यो तिम्रो धागो देखिरहेछौ होइन, यो धागो होइन, यो धागो देखिरहेछौ, यो धागो देखिरहेछौ। अनि यो धागो भनेको कति मजाले यहाँ बेरेर बसेको छ नि यो धागोलाई यहाँ यो स्ट्रक्चरमा होइन। अनि किनभने यो धागोलाई तिमीले खोल्ने हो भने तिम्रो रुम भन्दा नि एकदमै धेरै लेन्थ जान्छ, जाँदैन? तिम्रो रुम भन्दा नि ठुलो हुन्छ, हुँदैन? हुन्छ हुन्छ। 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 तर त्यत्रो तिम्रो रुम भन्दा नि धेरै कति लेन्दी होला यो त, कति मिटर होला यो त, यो किनभने यो धागो त धेरै मिटर होला नि त। यो धेरै मिटरको धागोलाई चाहिँ एउटै स्ट्रक्चरमा यसरी घुमाएर राख्यो भने यति स्ट्रक्चरमा यति ठाउँमै अट्यो होइन, यति ठाउँमै अट्यो, सपोज यति ठाउँमै अट्यो यो धागोलाई यहाँ बेरेर राख्दाखेरि। सेम कुरा हाम्रो बडीमा पनि हुन्छ। हाम्रो उन त जनरली के हुन्छ भन्दाखेरि सोलार सिस्टमलाई नि, सोलार सिस्टमलाई तिमीहरू एकचोटि हेर्छौ भने सोलार सिस्टम जसरी हुन्छ नि, सोलार सिस्टम, यो सोलार सिस्टमलाई दुईचोटि फोल्ड गर्न सकिन्छ यदि हाम्रो बडीको टोटल डिएनएलाई फोल्ड गर्ने हो भने सोलार सिस्टममा। तिमीहरू पत्याउँछौ यो कुरो? हेलो, यो हाम्रो सोलार सिस्टम छ नि, सोलार सिस्टमको हाम्रो बडीको मात्र पुरै सेलको डिएनए निकालेर अनि थ्रेड लाइक डिएनए हुन्छ नि, यो डिएनएलाई यदि यो सोलार सिस्टमको यसरी वरिपरि घेर्ने हो भने 2 फन्को लाउनु मिल्छ क्या, दुईचोटि त्यसलाई घेर्न मिल्छ। एकजनाकोले एकजनाकोले एउटा मान्छेको बडीबाट। अब मलाई भन, तिम्रो तिम्रो बडीमा त्यति ठाउँ छ कि त्यो डिएनएलाई मजाले त्यत्रो यत्रो सोलार सिस्टमलाई दुईचोटि फन्को लाउने गरी, फोल्ड्स लाउने गरी तिम्रो बडीमा त्यति स्पेस छ? छैन। होइन। जस्तै मैले तिमीलाई इक्जाम्पलको तौरमा भन्ने हो भने जस्तै यो यति स्पेसमा यति धेरै धागो अटियो होइन, त यो धागोलाई खोल्ने हो भने कति धेरै हुन्छ क्या। तिम्रो बडीमा 3.2 बिलियन बेस पेयर हुन्छ, बिलियन बेस पेयर, बिलियन बेस पेयर है, यो कस्तो लेख्छ, बिलियन बेस पेयर, 3.2 बिलियन बेस पेयर तिम्रो बडीमा डिएनएको जिनोम साइज हुन्छ हाम्रो ह्युमनको चाहिँ त्यस्तो हुन्छ। एउटा सेलमा, एउटा सेलमा डिएनएको लेन्थ भनेको 2 मिटर हुन्छ, अराउन्ड 2 मिटर, कहीँ 1.8 हेर्छौ, कहीँ 1.85 हेर्छौ, तर कहीँ 2.2 पनि हेर्छौ। सो यदि यसो हेर्ने हो भने एभरेजमा हेर्ने हो भने 2 मिटर हुन्छ एउटा सेलमा। एउटा सेल हाम्रो बडीमा हुँदैन नि त, कति मिलियन्स एन्ड ट्रिलियन्स अफ सेल हुन्छ, 10 ट्रिलियन सेल हुन्छ एक्चुअली हाम्रो बडीमा यसो हेर्ने हो भने। 10 ट्रिलियन कहीँ यो डाटा कहीँ फरक पर्न सक्ला, बट अराउन्डमा यदि हाम्रो बडीको 10 ट्रिलियन सेलमा हेर्ने हो भने यसरी यति 10 ट्रिलियन सेललाई तिमीले एउटा सेल 2 मिटरको छ भने त कति धेरै भयो नि त त्यसको साइज हो। त्यही त्यही भएर सोलार सिस्टमलाई 2 फन्को लाउने गरी हाम्रो बडीमा डिएनए हुन्छ क्या, डिएनए हुन्छ। तर अब हाम्रो बडीले त्यसलाई मिलाएर राख्नु पर्यो, यसरी नै मिलाएर राख्छ क्या। तर हाम्रो बडीमा नि त्यो डिएनएलाई मिलाएर राख्ने, यो चाहिँ धागोलाई मिलाएर जसरी यो कुरा राखेको छ नि, हाम्रो बडीमा त्यो मिलाउने कुरा यो हो। यसको वरिपरि घेरेर बसेको छ, हेर, यसको वरिपरि घेरेर बसेको छ, यहाँ हेर, बुझिरहेछौ? हेलो, बुझे? ल यहाँ सुन, हजुर सर। बुझिरहेको छ। ल ल यो ल सुन, हेर, यो भनेको तिमीहरूको यो छ नि, यो जसरी धागो यहाँ बेरेर एकदम मजाले राखेको छ त्यसरी नै, तर यहाँ यसरी हुँदैन है, तिमीहरूलाई एकदम प्रिसाइजली भन्दाखेरि 1.6 टाइम्स बेरेको हुन्छ। यसलाई के भन्छ थाहा छ? यो जुन यस्तो स्ट्रक्चर हो, यो यसरी बेरेको जुन कुरा छ नि, जुन कुरा माथि बेरेको छ, यो पार्ट के, यो के हो, यो पेपरको बन्या हुन्छ नि, यो यस्तो कुरालाई भन्छ हिस्टोन प्रोटिन। तिमीले हिस्टोन प्रोटिन कतै नाम सुनेको छौ भने हिस्टोन प्रोटिनको काम के हो भन्दाखेरि हाम्रो बडीमा त्यही डिएनए न्युक्लियसमा हुन्छ र त्यो डिएनए बिचरा खोलेर छोडिदियो भने यति धेरै हुन्छ कि हाम्रो बडी त्यो जब सेलको फेरि साइज हुन्छ 10⁻⁶ मिटर। आमामा, यो यसको मतलब बुझिरहेछौ? सेलको साइज हुन्छ 34561 यति मिटर हुन्छ। ल 0.0000 यसरी यति मिटर सेल हुन्छ अरे। त्यति मिटरको मतलब 1 माइक्रोन मिटरको के, 1 माइक्रोनको सेल, तिमीलाई 1 माइक्रोनको सेलमा तिमीले 2 मिटरको डिएनए अटाउनु पर्यो। आमा सोच त कति ठाउँ थोरै छ र त्यसमा पनि झन् थोरै अटाउनु पर्यो। त्यही भएर भने हो, किनभने तिमीले त्यही भएर के हुन्छ भन्दाखेरि यसलाई 1.6 टाइम्स बेरेको हुन्छ। यो के हुन्छ भन्दाखेरि यो यसरी
हिस्टोन प्रोटिन हुन्छ त्यसलाई एकचोटि घुम्यो होइन, एकचोटि यसरी एउटा डिएनए मेटेरियलले एकचोटि घुम्यो अनि फेरि एकचोटि भइसकेपछि हाफभन्दा अलिकति बढी घुम्या हुन्छ। सो 1.6 टाइम्स हुन्छ। यो तिमीहरूले खासै 1.6 टाइम्स याद नगर्दा केही फरक पर्दैन है। ल अब म तिमीहरूलाई एउटा कुरा भन्छु, यहाँ हेर। तिमीहरूले यो न्युक्लियस हेऱ्यौ भने सरी है, ल के भयो फेरि यसलाई, ल सुन, यही हो हिस्टोन प्रोटिन, यसैको वरिपरि बेरिया हुन्छ र यसैको वरिपरि बेरिया हुन्छ। के बेरिया हुन्छ रे? यो क्रोमेटिन अथवा डिएनए भन्छौ तिमीहरूले होइन, डिएनए बेरिया हुन्छ। सो यो क्रोमेटिन भनेको कसरी हुन्छ भन्दाखेरि बिडेड स्ट्रक्चर हुन्छ। तिमीले क्रोमेटिन हेऱ्यौ भने यसरी बिडेड स्ट्रक्चर हुन्छ, यसरी, यो यस्तो सिधा हुँदैन। क्रोमेटिन जुन यहाँ जस्तो देखिरहेछौ, के अरे यहाँ देखिरहेछौ, यो भनेको कस्तो भन्दाखेरि यसरी बिट्स बन्या हुन्छ, बिडेड स्ट्रक्चर हुन्छ क्रोमेटिन। क्रोमेटिन भनेको कस्तो हुन्छ र? बिडेड स्ट्रक्चर हुन्छ। सो तिमीले क्रोमेटिन हेर्ने हो भने बिट्स अन ए स्ट्रिङ, एउटा स्ट्रिङ भनेको एउटा धागो हुन्छ, त्यसमा यसरी बिट बन्या हुन्छ। ल यो एउटा सेन्टेन्स बुझ्नु पर्यो, बिट्स अन ए स्ट्रिङ, एउटा यो कुरा बुझ्नु पर्यो। अर्को भनेको यो जुन बिडेड स्ट्रक्चरको एउटा, यो बिडेड स्ट्रक्चर एउटा यतिलाई भन्छ न्युक्लियोजम, यसलाई भन्छ न्युक्लियोजम। अब त्यो बिड कहाँ छ अरे? यो बिड भनेको के हो? यो के हो? यो हिस्टोन्स। यो भनेको न्युक्लियोजम, यो भनेको टोटल न्युक्लियोजम हो, यो भनेको टोटल न्युक्लियोजम हो। र यसमा यहाँ के माथि बेरिएको हुन्छ रे? हिस्टोन प्रोटिन। के माथि बेरिएको हुन्छ? डिएनए अथवा क्रोमेटिन हिस्टोन प्रोटिन माथि बेरिएको हुन्छ, मतलब यसलाई यसरी यसरी बेरिएको हुन्छ। यो हिस्टोन प्रोटिन छ, यसमाथि यसरी बेरिएको हुन्छ। सो तिमीहरूले एउटा कुरा के बुझ्नु पर्यो यहाँबाट, हाम्रो बडीमा, हाम्रो सेलमा त्यसलाई अटाउनको लागि, जसरी यहाँ अटाएर राखेको छ त्यसरी नै अटाउनको लागि हाम्रो डिएनएलाई पनि केही कुरामा यसरी फोल्ड गरेर राख्नुपर्छ। अब सपोज यो सबै धागोलाई यसरी यो कुरामा फोल्ड नगरिकन यत्तिकै गोलोमोलो पारेर राख्यो भने फेरि यसलाई खोल्न गाह्रो हुन्छ कि हुँदैन? हुन्छ। त्यस्तै एक्ज्याक्टली त्यही भएर खोल्न गाह्रो हुन्छ। त्यही भएर यो यो डिएनए, यो क्रोमोजोम छ नि, यो क्रोमोजोम डिएनए रेप्लिकेसनको बेला यसरी खोल्नुपर्छ। खोलिसकेपछि इन्डिभिजुअल डिएनए यसरी निस्किन्छ अनि त्यसपछि यसको एउटा यहाँबाट एउटा टेम्प्लेटबाट यसरी डिएनए रेप्लिकेसन हुन थाल्छ, अर्कोबाट यसरी बन्न थाल्छ। भन्न खोजे अनुसार के हो भन्दाखेरि कुरो, यसरी किन बेरिएको हुन्छ कुनै कुरामा, यत्तिकै गाजाङगुजी किन राखिदिँदैन? एउटा कुरा सर्फेस एरिया एकदमै कम भएकोले अथवा भोल्युम कम भएकोले थोरै ठाउँमा हटाउनु पर्यो। अनि यसरी एउटा कुरामा बेरियो, त्यसलाई खोल्दा सजिलो होस् फेरि पछि, ताकि हामीलाई डिएनए रेप्लिकेसन गर्दाखेरि होइन, डिएनए रेप्लिकेसन गर्दाखेरि त्यसलाई सजिलो होस्, यसरी निकाल्न सकियोस्। ठिक छ। ल अब तिमीहरूले क्रोमोजोम, डिएनए, क्रोमेटिन यिनीहरू भनेको के हो कस्तो हो भनेर बुझ्छौ भने एकचोटि यसो हेर, यो भनेको तिमीहरूको क्रोमोजोम छ, क्रोमोजोम छ। क्रोमोजोम बिस्तारै यस्तो खोल्यो भने नि, खोल्यो भने यसरी क्रोमेटिन देखिन्छ, यसरी यो खोलेको पार्ट हो है, यसरी खोल्यो भने। अब त्यसलाई अझ ठुलो बनाएर अलिक जुम गरेर हेऱ्यो भने, त्यसलाई अझै जुम गरेर हेऱ्यो भने यसरी क्रोमेटिन फाइबर देख्छौ। त्यसलाई अझै जुम गरेर हेऱ्यो भने यसरी के देख्छौ भन्दाखेरि हिस्टोन्सहरू देख्छौ। हेर न कति धेरै हिस्टोन्स छ होइन, हिस्टोन्सहरू देख्छौ। त्यसलाई अझै हामीले एकदम जुम गर्ने हो भने यसरी धेरैवटा हिस्टोन्स देखिन्छ अनि एउटा हिस्टोनको अराउन्डमा यसरी डिएनए ऱ्याप भएको हुन्छ। अनि अझै यसलाई, यो पार्टलाई है, यो डिएनए पार्टलाई खोल्यो भने अब बल्ल तिमीहरूले डिएनए जुन हेर्छौ नि, यसरी डिएनए हेर्छौ नि, यो यसरी यसरी हेर्छौ डिएनए, त्यो डिएनए भनेको बल्ल तिमीले यो क्रोमोजोमलाई खोल्दा खोल्दै क्रोमोजोमलाई एकदम अनफोल्ड गर्दा गर्दै अनफोल्ड गरिसकेपछि त्यो बन्ने, त्यो पार्ट लास्टमा हुने के हो, त्यो भनेको डिएनए हो। डिएनएमा पनि यो बेस पेयर्स फरक छ, यो बेस पेयर छ, यो बेस पेयर छ, यो बेस पेयर, ए अनि टी अनि जी र सी। यो कुरा मैले डिएनएको यहाँबाट अलिक झन् कम्प्लेक्स स्ट्रक्चर छ है। यो बेस पेयर्स फस्फेट ग्रुपहरू बनाउँछ यसरी, ब्याकबोनहरू, त्यो मैले पछि पढाउँछु जेनेटिक्स च्याप्टरमा हुन्छ अथवा बायोमोलिक्युल्समा पढाउँछु जेनरली त्यो है। त सुन, ल मलाई एउटा कुरा भन, अरू केही पनि नबुझे पनि एउटा मलाई कुरा भन, यो क्रोमोजोम अनि यो डिएनए भनेको के हो भन्ने कुरा बुझ्यो पहिला, यति कुरा यहाँबाट यति कुरा भन। क्रोमोजोम भनेको त्यो क्रोमेटिन फाइबरको त्यो बेरेको हुन्छ, त्यही हो। हो एक्ज्याक्टली। सुन अब अलिकति एउटा अर्को फिगर देखाउँछु ल, यहाँ सुन। अब ल एउटा कुरा हेर, अब यहाँ अब तिमीलाई यो अब चाहिँ यो बुझ्छौ ल, तिमीलाई अब देखाउँदाखेरि अब चाहिँ बुझ्छौ। ल एकचोटि हेर,
ल तिमीहरू यो कुरा के बुझ्यो भन्दाखेरि यहाँनिर हेर, यो चाहिँ तिम्रो डिएनए छ होइन। अब यो बिस्तारै ऱ्याप हुन थाल्छ। के माथि ऱ्याप हुन्छ अरे, हेर बिस्तारै हेर हिस्टोन प्रोटिन आउँछ त्यहाँ हेर। यहाँ इच बनाएको छ है, सरी डिएनए छ, यहाँ इच बनाएको छ है। 10 ट्रिलियन सेलमा टोटल होइन, इच भनेको 1.8 मिटर हुन्छ है। त्यो चाहिँ बुझ, फेरि कन्फ्युज होला। ल यहाँ हेर, हो यहाँ हेर, यो हिस्टोन प्रोटिन आयो। अब हिस्टोन प्रोटिन माथि यसरी फोल्ड हुँदै जान्छ। हेर बिस्तारै फोल्ड हुन्छ, फोल्ड भयो, अनि अर्को पनि हिस्टोन प्रोटिन आयो, अर्कोमा पनि फोल्ड भयो होइन। यसरी गर्दा हेर, यहाँ एउटा हिस्टोन प्रोटिन छ, यहाँ एउटा हिस्टोन प्रोटिन छ, यसरी हो। यो हिस्टोन प्रोटिन एउटालाई चाहिँ एउटा हिस्टोन प्रोटिन कम्प्लेक्स, मतलब एउटा हिस्टोन प्रोटिन जहाँनिर हुन्छ नि, त्यसमा चाहिँ एउटा हिस्टोन प्रोटिन, यसरी हिस्टोन प्रोटिन्सहरू मिलेर एउटा जुन बन्छ यसलाई भन्छ न्युक्लियोजोम है। यसलाई के भन्छ, न्युक्लियोजोम। सो न्युक्लियोजोम भनेको कसरी बना हुन्छ, डिएनए र हिस्टोन प्रोटिन्स मिलेर। ल यो फिगरबाट यति नै बुझ्नु। अनि यो सबै मिलेर लास्टमा क्रोमोजोम भन्छ है। अब तिमीलाई एउटा मैले कति यहाँ एउटा राम्रो फिगर छ, ल यहाँ देखाउँछु। ल अलिकति यो अलिकति राम्रोसँग बुझ्ने बुझ ल, यहाँ बुझ। हेर यो भनेको के हो भन्दाखेरि यो ट्रुमेन्स बायोलोजीमा पाइन्छ है। यो ट्रुमेन्स बायोलोजीको तिमीहरूको फिगर हो। जेनरली म पहिला चाहिँ धेरै फिगर त्यहीँबाट लिने गर्थेँ, एकदम राम्रो बुक छ है त्यो। यहाँ हेर कस्तो भन्दाखेरि हामीले त्यो जस्तै हामीले त्यो के भन्छ यो उसमा पढ्दाखेरि हाम्रो यो तिमीहरूलाई थाहा छ कि छैन, कतिजना कहाँबाट पढाएको छौ, हामीले यो सेन्ट जेभियर्समा पढ्दाखेरि धेरै जसो बुक भनेको बायोलोजीको यो हाम्रो नेपाली अथरहरूको जेनरली हामीले धेरै जसो स्टुडेन्टको पढ्ने बानी हुँदैन। धेरै जसो स्टुडेन्टको बायोलोजी भन्ने बित्तिकै ट्रुमेन्स पढ्छ क्या। बायोलोजी भनेको ट्रुमेन्स बायोलोजी पढ्ने हो। सो ट्रुमेन्स बायोलोजी पढ्दा पढ्दा यस्तो त्यो बानी भइसकेको हुन्छ, हरेक कुरा डिटेलमा पढ्ने बानी हुन्छ क्या त्यहाँ। त्यो डिटेलमा त्यो हेऱ्यो भने सरस्वती तिमीले टिचर्सको अनुहार नहेरे पनि सरस्वती पढ्यो भने सबै आफै राम्रोसँग बुझ्छौ। हाम्रो नेपाली बुकहरूमा के हुन्छ, एउटा कुरा यहाँ लेखा हुन्छ, पोइन्टहरू अरू बुकहरूबाट पोइन्टहरू थपेर यहाँ यसरी लेखा हुन्छ होइन। अनि त्यसमा के हुँदैन, एउटा फ्लो हुँदैन क्या, एउटा मजाले बुझाएर लेखा हुँदैन। किनभने उसले त नोट मात्र लेखा हुन्छ अरू बुकको, उसले एकदम बुझ्ने गरी लेखा हुँदैन। बुझ्यो कि नै है। ल स्टुडेन्ट्स बायोलोजी तिमीहरूले यदि पढाएको छ भने धेरै हेल्प हुन्छ है। त्यो भनेको धेरै राम्रो बुक छ है। यहाँ सुन, पढाएको छ भने अहिले त अब त नपढ्दा हुन्छ, अब टाइम वेस्ट हुन्छ। सुन, यो भनेको तिमीहरूको क्रोमोजोम छ है। क्रोमोजोम भनेको यसरी छ। अब यो क्रोमोजोम अथवा यहाँबाट स्टार्ट गरौँ। सुरुमा डिएनए हुन्छ, यो डिएनए बिस्तारै 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 के हुन थाल्छ भन्दाखेरि यसलाई यसो ऱ्याप हुन थाल्छ। अब ऱ्याप के माथि गर्नु पर्यो अरे, यो भनेको ऱ्यापिङ गर्नु पर्यो यसरी के माथि, त्यो भनेको हिस्टोन्स माथि गर्नु पर्यो होइन, हिस्टोन माथि। अब यसरी एउटा ऱ्यापिङ, यो यसलाई के भनिन्छ, यसलाई भन्छ न्युक्लियोजोम। यसलाई के भनिन्छ, न्युक्लियोजोम। यो भनेको न्युक्लियोजोम, यो एउटा इन्डिभिजुअल, यो भनेको न्युक्लियोजोम हो, यो पनि एउटा न्युक्लियोजोम हो है। त्यो कुरा बुझ्नु पर्यो। कसैले च्याट लेखिरहेछौ, थ्याङ्क्स लेखिरहेछौ। ल यति छिटो किन हो क्लास, ल आज यति छिटो क्लास, आज 5 बजीदेखि हो है। तिमीहरूले बिचरा थाहा नै पाएनौ जस्तो छ। कति बेला स्टार्ट, 5 बजीदेखि स्टार्ट भएको छ बिचरा 5। यसो छ भने त छोडिदेऊ है आजको लागि उ गर। न त तिमीहरूले रुटिन न त हेरेन होला, त्यहाँ क्लास असाइन भएको छ कि छैन एकचोटि हेर्ने गर क्या जहिले पनि। जस्तै हुन्छ नि कुनै दिनमा 1 2 बजे 3 बजीतिर, जस्तै तिमीहरूको क्लास त 5 बजेभन्दा अगाडि त कहिले पनि हुँदैन। 2 बजे 3 बजी जस्तो फुर्सद भएको बेला यसरी हेर क्या। ल एकचोटि हेर, क्लास असाइन भएको त्यहाँ थाहा हुन्छ। बिचरा तिमीहरूलाई थाहा नै पाएन अब कहाँबाट पढ्ने भन्ने भइसक्यो होला। केही छैन यो सर हजुरले नोट कहिले पठाइदिनुहुन्छ? नोट पठाइदिएको छु नानी, तिमीले नोट पाएनौ? होइन अबको चाहिँ। ए यो आजै पठाइदिन्छु, अहिले पठाइदिन्छु। यो पिडिएफ यसको छ, म अहिले पठाइदिन्छु, डोन्ट वरी है। ल सुन, ल वाट्सएपमा ठिक आउँछ छ, कि त्यो एपमा आउँछ? वाट्सएपमा पठाइदिन्छु। एपमा पनि अपलोड हुन्छ, मैले वाट्सएपमा पनि राखिदिन्छु, आउँछ एपमा पनि चाँडै एपमा अपलोड पनि। हुन्छ। ल यहाँ सुन, यो डिएनए हुन्छ, डिएनए भनेको यसरी फोल्ड हुन थाल्छ होइन। फोल्ड भइसकेपछि अब यो सबै झन् कम्प्याक्ट हुन्छ भन्दा अलिकति कम्प्याक्ट हुँदै जान्छ, नजिक नजिक बस्दै जान्छ। नजिक नजिक बस्दै गएर नजिक नजिक बस्दै गएर यति नजिक हुन्छ कि यसरी धागो जस्तो देखिन थाल्छ क्या। अनि यो धागो पनि एकदम नजिक आउन थाल्छ। एकदम नजिक नजिक आएपछि यसरी यो धागो पनि यसरी बस्न थाल्छ क्या, यसरी होइन। अनि यो यसरी बस्न थाल्यो लास्टै, यो पनि झन् नजिक आउनु गयो, झन् नजिक भयो क्या यो दुइटा। झन् नजिक आउनु आयो होइन सबै, झन् नजिक आउँदा आउँदै आउँदा आउँदै यति कम्प्याक्ट हुन्छ कि लास्टमा सबै यसरी यसरी क्रोमोजोम स्ट्रक्चरमा बन्ने हो। यसरी क्रोमोजोम बन्छ भन्ने कुरा बुझ, यसरी यो सबै। त्यही भएर मैले तिमीहरूलाई एउटा कुरा के कुरा भन्छु भन्दाखेरि तिमीहरूले पेलिकल भनेर पढ्छौ नि, तिमी पेलिकल पेलिकल भनेर तिमीहरूले के पढ्छ तिमीहरूको +2 को लेभलहरूमा अथवा अहिलेसम्म तिमीहरूले पढाउँदा हामीले त्यही पढाउँछौँ। बिकज तिमीहरूको उसमा क्वेसन आउँदाखेरि यो इन्ट्रान्समा क्वेसन आउँदाखेरि नि, त्यो इन्ट्रान्स क्वेसन सेलेक्ट गर्ने मान्छेले समेत पनि पेलिकल भनेर के पढ्छ थाहा छ, आउटर कभरिङ अफ क्रोमोजोम भनेर पेलिकल भनेर पढ्छ। जेनरली त्यो ब्याचलरमा तिमीहरू अथवा मास्टर्समा पढ्दाखेरि
त्यो त्यसरी कन्सेप्ट होइन त्यो है। पेलिकल क्रोमोजोमको कुनै कभरिङ हुँदैन। कभरिङ भइसकेपछि त क्रोमोजोमले कसरी काम गर्छ फेरि पछि, त्यस्तो हुँदैन है। पेलिकल भन्ने कुनै कुरा हुँदैन। तर जनरली पढ्नलाई तिमीहरूले यसो कभरिङ भनेर पढ्छौ ल। अब ल कतिले यहाँ मेसेज गरिरहेछ के भनिरहेछ अब ल। ल अहिले छोडिदेऊ न ल, अहिले अहिले चाहिँ सुन न मैले भनेको कुरा कि त डाइरेक्ट सोध न यहाँ उसमा। अहिले छोडिदेऊ ल, यहाँ सुन। हो यसरी तिमीले क्रोमोजोम यसरी बनाउँछ। ल मलाई अब यहाँ यति मात्र एउटा कुरा आजको मेन कन्सेप्ट भने यति हो। यति नबुझ्ने कोही स्टुडेन्ट छ भने अलिक क्वेसन सोध ल फटाफट। यहाँ केही छ भने क्वेसन सोधिहाल। यो कन्सेप्ट बुझ्नु पर्यो है। यो कन्सेप्ट बुझेन भने अगाडि त्यो बुझ्न गाह्रो हुन्छ। मलाई यतिबाट क्वेसन सोध त। सर फेरि भनिदिनु न। अब फेरि भनिदिनु भन्यो तर क्वेसन भन न। क्वेसन चाहिँ कहाँनिर बुझेन त्यो भन न, म भनिदिन्छु फेरि एकचोटि। क्वेसन के फेरि भनिदिन्छु, बट क्वेसन छ भने क्वेसन पहिला गरिदेऊ अनि म फेरि भनिदिन्छु, फेरि एक्सप्लेन गरिदिन्छु। सर हजुर भन। जस्तै यो त्यो क्रोमोजोम त्यस्तै सेपमा कसरी आउँछ त? किनकि ए कोभर त्यस्तै नि। होइन, त्यो यस्तै हुन्छ त्यो। किनभने यसको सेप भनेको तिमीले क्रोमोजोमको यो मात्र हुँदैन नि त। यो भनेको जुन यो तिमीले एक्स सेपमा देखिरहेछौ यस्तो मात्र हुँदैन। त्यस क्रोमोजोमको आज मैले सेप पनि देखाउँछु ल। यहाँ यहाँ हेर, हाम्रो बडीमा भएको क्रोमोजोमको सेप देखाउँछु ल। छोड अहिले केही छैन ल। यहाँ हेर, यहाँ हेर, यसरी हेऱ्यौ क्रोमोजोम त्यसरी नै कस्तो सेपमा हुन्छ भन्ने खोज्या। किनभने त्यसलाई ब्यालेन्स गरेर राख्नु पर्यो एउटा कुरो। यो भनेको एकदम कम्प्याक्ट स्ट्रक्चरमा। यसरी हेर, तिमीहरूले ऊ पढाइसकेको छैनौ के भन्छ क्रसिङ ओभर पढाइसकेको छैनौ। क्रसिङ ओभरको लागि पनि सजिलो हुनु पर्यो। क्रसिङ ओभरको लागि पनि सजिलो। बाँकी जुन पनि मेकानिजम छ नि तिम्रो बडीमा त्यो मेकानिजमहरूको लागि पनि सजिलो हुनु पर्यो। सेल डिभिजनको बेला यसरी सपोज छ भने यहाँबाट बिचबाट टुक्रियो अथवा यताबाट बिचबाट टुक्रियो अनि एउटा क्रोमाटिड अर्कोतिर जान्छ, अर्को क्रोमाटिड अर्कोतिर जान्छ। त्यो डिफ्रेन्ट मेकानिजमको लागि सजिलो होस् भनेर यस्तो सेपमा बस्छ है। ल पहिला यति बुझ्यो कि नाइ? यो भनेको के भन्छ, यो फिगर बुझ्यो पहिला सबैजनाले? यस सर। ल न्युक्लियोजोम भनेको यो भयो, हिस्टोन भनेको यो। अब सुन, अब मैले एउटा कुरा भन्छु है। ल सुन, अब के पढ भन्दाखेरि अब तिमीहरूले यहाँबाट बुझ्नुपर्ने कुरा, न्युक्लियोजोम छ यो भनेको ओभरअल एउटा न्युक्लियोजोम भयो। अब न्युक्लियोजोममा हिस्टोन्स हुन्छ होइन। न्युक्लियोजोममा हिस्टोन हुन्छ। यो न्युक्लियोजोम केले बनाउँछ रे? एउटा त यो डिएनए भयो, यो चाहिँ डिएनए हो है, यो डिएनए। न्युक्लियोजोम केले बनाउँछ भन्दाखेरि एउटा डिएनए र अर्को भनेको हिस्टोन्सले बनाउँछ। हिस्टोन भनेको प्रोटिन हुन्छ। हाम्रो बडीमा प्रोटिन भनेको दुईटा, एउटा हिस्टोन प्रोटिन हुन्छ, अर्को नन हिस्टोन प्रोटिन हुन्छ है। जुन हिस्टोन प्रोटिन बाहेक अरू प्रोटिन छ नि त्यसलाई भनिन्छ नन हिस्टोन प्रोटिन। सो यहाँ हेर, तिमीलाई एक्जाममा क्वेसन सोध्छ न्युक्लियोजोम के मिलेर बनाउँछ भन्दाखेरि डिएनए र हिस्टोन प्रोटिन। अब हिस्टोन प्रोटिन कहाँ छ? यो हो हिस्टोन प्रोटिन। ठिक छ, यो हो हिस्टोन प्रोटिन। यो डल्लो डल्लो के छ? हिस्टोन हो। अनि यो के छ? डल्लो डल्लो के छ? हिस्टोन हो। अनि यो भनेको के हो? यो भनेको डिएनए हो। ल यो कुरा बुझ। अनि यो सबै कम्बाइन भएर के भन्छ? न्युक्लियोजोम। अब यो एउटा हिस्टोनलाई अर्को हिस्टोनसँग, यसलाई चाहिँ अर्को हिस्टोनसँग, यसलाई अर्को हिस्टोनसँग कनेक्ट गर्ने भनेको लिङ्कर डिएनए हुन्छ। कुन डिएनए रे? लिङ्कर डिएनए। यो लिङ्कर डिएनए भनेको H1 हो। यो हो H1। यो पनि एउटा हिस्टोन नै हो भाइ। त्यो H1 हिस्टोन हुन्छ। तर यो हिस्टोन भनेको कोरमा होइन कि, यो बिचमा होइन कि, यसरी एउटाले अर्कोलाई लिङ्क गर्ने भयो, जोड्ने भयो। बुझ्यौ? एउटाले अर्कोलाई लिङ्क गर्ने भयो, जोड्ने भयो, त्यसलाई के भनिन्छ रे? लिङ्कर भनिन्छ। के भन्छ रे? लिङ्कर डिएनए। जुन चाहिँ एउटा भनेको, एउटा लिङ्कर डिएनए भनेको डिएनएकै पार्ट हुने भयो। एउटा भनेको H1 भनेको यसलाई लिङ्कर भनिन्छ है। H1 भनेको लिङ्कर भनिन्छ। ल अब सुन, यति कुरा पहिला बुझिरहेछौ कि नाइ? अब सुन, अब तिमीलाई एक्जाममा सोध्छ भने कतिवटा हिस्टोन्स हुन्छ भन्दाखेरि यहाँ जेनरली कतिवटा हिस्टोन्स हुन्छ अरे? यहाँ भनेको जेनरली 8वटा हिस्टोन्स हुन्छ। एउटा H2A अनि H2A को कपी हुन्छ, H2B अनि यसको कपी, H4 को कपी र H3 को कपी। सो यहाँ हुने भनेको H2A, H2B, H3 र H4 इन्टु 2 हुन्छ। मतलब हरेकको दुईटा दुईटा कपी हुन्छ। एउटा यो छ, एउटा यो छ, एउटा यो छ, एउटा यो छ, एउटा यो, एउटा यो, एउटा यो, एउटा यो छ। ल यसरी हिस्टोन प्रोटिन कति टाइप्सको हुन्छ? यहाँनिर 4 टाइपको हुने भयो। अनि हरेकको दुईटा कपी हुन्छ। सो टोटल कति रहन्छ? 8वटा। यो फिगरबाटै बुझ्ने हो। यो रट्दा नरट्दा के अरे नरटे पनि हुन्छ। फिगर यसो याद गर। हिस्टोन यहाँ 8वटा हुन्छ। अनि अनि यो डिएनए यसरी ऱ्याप भएको हुन्छ। अनि त्यही स्ट्रक्चरलाई भन्छ न्युक्लियोजोम। यति कुरा बुझ्नु पर्यो है। अनि दुईटा डिएनए, जुन डिएनए हुन्छ नि त्यो एउटा यसरी एउटा हिस्टोनलाई अर्को हिस्टोनसँग यसरी जोड्ने भनेको कुन हुन्छ रे? यो भनेको कुन डिएनए हो? लिङ्कर डिएनए बिचको, यो धागाको बिचको लिङ्कर डिएनए।
त्यो नबुझ्दा नि केही फरक पर्दैन। तर हिस्टोन भनेको केले बनाउँछ तिमीहरूको लेभलमा यति मात्र सोच्छ। न्युक्लियोजोम भने केले बनाउँछ? न्युक्लियोजोम भनेको यो न्युक्लियोजोम हो, यो भनेको एउटा डिएनए रे, अर्को भनेको हिस्टोनले बनाउँछ, हिस्टोन प्रोटिनले। ठिक छ। डिएनए भनेको एसिडिक हुन्छ, हिस्टोन प्रोटिन भनेको बेसिक हुन्छ। हामीले डिएनए पढ्दा एसिडिक कसरी हुन्छ, फस्फोरिक, त्यसमा फस्फोरिक एसिड हुन्छ नि, त्यसैले गर्दा एसिडिक हुन्छ है। अब अर्को जाउँ। अब अर्को अलिकति भन्छु तिमीहरूलाई, त्यसपछि अलिअलि कुरा बुझ्दै जाउँछ कि जस्तो लाग्छ। यहाँ हेर, यो न्युक्लियस छ, क्रोमोजोम्स छ। क्रोमोजोम्सलाई यसरी अनफोल्ड गर्दै गयो भने, यसरी अनफोल्ड गर्दै गयो भने लास्टमा के देखिन्छ? डिएनए देखिन्छ। डिएनएमा पनि के हुन्छ? न्युक्लियोटाइड्स हुन्छ। त्यो अहिले बुझ्दैन तिमीहरूले, न्युक्लियोटाइड्स हामीले पढ्दा बुझ्छौ। ल अब एकचोटि हेर, क्रोमेटिनमा हेर्ने हो भने क्रोमेटिनकै कुरा गर्दाखेरि क्रोमेटिन भनेको तिमीले यसरी डिएनए यदि न्युक्लियस बनाउँछ भने एउटा क्रोमेटिन कहीँ यसरी डेन्स हेर्छौ, कहीँ लाइट हेर्छौ, कहीँ यसरी डेन्स हेर्छौ, कहीँ लाइट हेर्छौ, कहीँ यसरी डेन्स हेर्छौ, कहीँ लाइट हुन्छ होइन, कहीँ डेन्स हुन्छ। सो यसरी यदि डेन्स पार्ट हुन्छ एउटा एउटा के हुन्छ? क्रोमेटिनकै यो धागो हुन्छ नि, धागो, यो धागोको कहीँ डेन्स हुन्छ, एकदमै गाढा हुन्छ, कहीँ चाहिँ लाइट हुन्छ, एकदमै कहीँ लाइट हुन्छ, कहीँ एकदम गाढा हुन्छ, कहीँ लाइट हुन्छ, कहीँ एकदम गाढा हुन्छ। पहिला बुझ्नको लागि तिमीहरूले यति बुझ, बिकज तिमीहरूले त्यो धेरै इमेजिन गर्न अलिकति गाह्रो हुन सक्ला यो भनेको। अब त्यहाँनिर क्रोमेटिनको दुईटा पार्ट हुन्छ। एउटा पार्ट भनेको यु क्रोमेटिन हुने भयो, अनि अर्को भनेको हेटेरोक्रोमेटिन हुन्छ। हेर, यु क्रोमेटिन भन्ने बित्तिकै तिमीले कुन पार्ट देख्छौ? यहाँ हेर, यो लाइट छ, अनि यहाँ हेर यो डार्क छ। हेर, यो सबै डार्क छ नि। हेर, डार्क पार्टहरू जति देखिरहेको छौ नि, डार्क पार्ट, यसरी यो डार्क पार्टहरू देखिरहेको छौ, त्यो भनेको हेटेरोक्रोमेटिन हो। हेटेरोक्रोमेटिन कस्तो हुन्छ रे? डार्क हुन्छ। यु क्रोमेटिन कस्तो हुन्छ रे? लाइट हुन्छ। ठिक छ। यो कसरी डार्क लाइट हुने भयो भन्दाखेरि तिमीले एउटा कलरिङ एजेन्ट हुन्छ, त्यसलाई स्टेन भन्छ होइन। त्यो कुन स्टेन भनेर तिमीहरूले खासै जान्नु पर्दैन, तर स्टेन भन्ने हुन्छ। तिमीहरूले फ्युलजेन स्टेन भन्ने हुन्छ है, तिमीहरूको फ्युल FEULGEN भन्ने स्टेन हुन्छ, त्यो छोड्दै त्यो नाम जानिराख्नु पर्दैन। स्टेन भनेको कलरिङ एजेन्ट हो क्या, कलर दिने। स्टेन भनेको के हो रे? कलर दिने। अब यो न्युक्लियसमा हामीले स्टेन गऱ्यो भने न्युक्लियसलाई नि, त्यहाँ भएको धागो छ नि, धागो कुनै चाहिँ यस्तो बाक्लो देखिन्छ, कुनै चाहिँ पातलो देखिन्छ, कुनै चाहिँ यस्तो बाक्लो देखिन्छ, कुनै यस्तो पातलो देखिन्छ। तर एउटा कुरा के बुझ्नु पर्यो भन्दाखेरि जुन यो पातलो हुन्छ नि, लाइट हुन्छ नि, त्यो भनेको एक्टिभ जिन हो। त्यहाँनिर चाहिँ एक्टिभ जिन हुन्छ, मतलब जुन जिनमा रेप्लिकेसन हुन्छ, जुन जिनले जेनेटिक मेटेरियल क्यारी गर्छ, जुन जिनले प्रोटिन बनाउँछ। एक्टिभ जिन भन्ने बित्तिकै प्रोटिन बनाउँछ त्यसले, अनि इनएक्टिभ जिन भन्ने बित्तिकै त्यसले प्रोटिन बनाउँदैन है। सो तिमीहरूले के बुझ्नु पर्यो भन्दाखेरि तिमीले लजिक लगाऊ। यो एकदम कम्प्याक्ट भएर बस्या छ, यसलाई कुनै काम गर्न सजिलो हुन्छ कि अलिकति खुलेर फ्री बस्या हुन्छ, त्यसलाई काम गर्न सजिलो हुन्छ? भन भन। खुलेर बसेकोलाई। हो, फ्री बसेको होइन। सो फ्री भनेको एकदम लाइटली, मतलब त्यस्तो कन्डेन्स भएर बस्या हुँदैन। त्यही भएर यसलाई के भन्छ? डिकन्डेन्स्ड। डिकन्डेन्स्ड डिएनए भनेकै एक्टिभ डिएनए हो। त्यो भनेकै के हो? एक्टिभ हो। त्यसैमा एक्टिभ जिन प्रेजेन्ट हुन्छ, यो जिनले प्रोटिन बनाउँछ। यो कन्सेप्ट अहिले नबुझ्दा पनि, एक्टिभ जिन प्रोटिन यो भनेको नबुझ्दा पनि केही छैन। त्यो हामीले जेनेटिक्समा प्रोटिन सिन्थेसिस भनेर पढ्दाखेरि अलिकति राम्रोसँग पढ्छौँ। तर अहिले तिमीहरूले बुझ्दा है, अलिकति मेटेल पख। अहिले बुझ्दाखेरि एउटा के बुझ्नु पर्यो भन्दाखेरि जुन लाइट छ पार्ट छ, त्यसलाई पनि छ यु क्रोमेटिन। यो भनेको एक्टिभ हुन्छ, यो पार्ट भनेको एक्टिभ हुन्छ। जुन यो डेन्स पार्ट देखिरहेको छ नि, यो डेन्स पार्ट, यो भनेको हेटेरोक्रोमेटिन हो। यो भनेको डार्क हुन्छ। कस्तो हुन्छ रे? डार्क स्टेन। यो भनेको लाइट स्टेन। यो भनेको लाइट हुँदाखेरि एक्टिभ हुन्छ, र डार्क भनेको त्यसमा कुन जिन हुन्छ रे? इनएक्टिभ जिन हुन्छ। यो यदि सक्दैनौ भने नपढ। अब एस फेजमा सुरुमा चाहिँ रेप्लिकेट हुने भनेको सुरुमै युक्रोमेटिन रेप्लिकेट हुन्छ, अनि पछि गएर एस फेजमै है, एस फेजमै। त्यो एस फेज के हो हामीले पछि कुरा गर्छौँ। पहिला यो लाइट स्टेन र डार्क स्टेन भन्ने कुरा बुझ्यो कि नै? मलाई कसैले क्वेसन छ, अब तिमीहरूले आज यो कुरा बुझेर क्वेसन नगरे हो कि नबुझी क्वेसन नगरे हो भन त? लाइट स्टेन बुझ्यौ? बुझेँ सर। बुझेन भने फेरि एकचोटि भनिदिन्छु सुन। यहाँ यसमा के हुन्छ भन्दाखेरि यदि हामीले यसमा कलर राख्ने हो भने, सिम्पल भाषा बच्चाले बुझ्ने गरी, लेम्यानले बुझ्ने गरी यदि सुन्छौँ भने, हामीले सेलमा कलर फ्याल्दिने भने, सेललाई कलरिङमा हालिदिने भने कुन कलरमा थाहा छ? अब म कलरिङ भनेको स्टेन भन्ने हो क्या। यहाँ चाहिँ फ्युलजेन स्टेन भन्छ है, फ्युलजेन स्टेन भन्छ। त्यसमा हालिदियो भने यो डिएनएको कुनै पार्टहरू चाहिँ, अथवा क्रोमेटिनकै कुनै पार्ट बिचरा एकदम डेन्स देखिन्छ, एकदम डेन्स के, हेर न, डेन्स देखिन्छ।
कुनै पार्ट चाहिँ एकदम लाइट देखिन्छ, यहाँ एकदम लाइट देखिन्छ। यो लाइट पार्ट भनेमा के हुन्छ, यहाँ भनेको एक्टिभ जिन हुने हो, त्यो जिनले प्रोटिन बनाउँछ। एक्टिभ भन्ने बित्तिकै प्रोटिन बनाउने हो, इनएक्टिभ भन्ने बित्तिकै प्रोटिन नबनाउने। इम्पोर्टेन्ट कन्सेप्ट छ, यो बुझिराख। सो एक्टिभ जिनले प्रोटिन बनाउँछ, इनएक्टिभ जिनले प्रोटिन बनाउँदैन। सो तिमीहरूलाई एक्जाममा क्वेसन सोध्छ, एक्टिभ जिन कहाँ प्रेजेन्ट हुन्छ, युक्रोमेटिनमा कि हेट्रोक्रोमेटिनमा कि बोथमा कि ननमा, कुनमा टिक लगाउँछौ? युक्रोमेटिन। युको यस क्रोमेटिनमा यस। अनि डार्क स्टेन कसको हुन्छ, युक्रोमेटिन, हेटेरो, बोथ, नन? हेटेरोक्रोमेटिन। एक्ज्याक्टली त्यसरी नै क्वेसन आउँछ ल। मैले त्यही भएर तिमीलाई के भन्छु भन्दाखेरि नोट भनेको पढ, तिमीले बाँकी क्वेसन्सहरू सेल्फ प्र्याक्टिस गरेर तिमी राति सुत्ने बेला पनि यसो उसमा पनि हेर्छौ भने, मोबाइलमा पनि यसो क्वेसन्सहरू हेरेर त्यो टिक लगाउँदा सक्यो क्या, मनमा टिक लगाएर सक्यो। त्यो फिजिक्स जस्तो केमिस्ट्री तिमीले त्यो न्युमेरिकल सल्भ गरिराख्नु पर्दैन है। त्यही भएर नोट राम्रोसँग पढ, यसको क्वेसन अटोमेटिकली सल्भ हुन्छ। सो युक्रोमेटिन भनेको लाइट स्टेन हुन्छ, अनि यसमा एक्टिभ जिन हुन्छ, र यो भनेको डिकन्डेन्स हुन्छ। डिकन्डेन्स भनेको त्यस्तो कम्प्याक्ट हुँदैन, मतलब कन्डेन्स फर्ममा हुँदैन है। त्यसको ठ्याक्कै अपोजिट भनेको हेटेरोक्रोमेटिन भयो। ल ल अब सुन, क्रोमोमेयर भन्ने बित्तिकै तिमीले क्रोमेटिन र क्रोमोमेयर भन्नेकै, क्रोमेटिन क्रोमोमेयर यो सबै एउटै कुरा हो। कसरी यो डिफ्रेन्ट डिफ्रेन्ट ठाउँमा आउँदा डिफ्रेन्ट कुरा भन्छ। जस्तै पानी भनेको पानी नै हो, अब डिफ्रेन्ट डिफ्रेन्ट ल्याङ्ग्वेजमा डिफ्रेन्ट ठाउँमा भन्ने हो भने, जस्तै पानी भनेको अब पानी त के भनौँ हो, जस्तै खानाको कुरा गरौँ न, कहीँ ठाउँमा खानालाई एउटा कुरा भन्छ, कहीँ ठाउँमा अर्को भन्छ, ल्याङ्ग्वेजको मात्र फरक हो नि, डिफ्रेन्ट ठाउँ भन्छ। त्यसै गरी यो क्रोमेटिनलाई क्रोमोमेयर भन्छ एक ठाउँमा, यो क्रोमेटिनलाई क्रोमोजोम पनि भन्छ। कुन कुन सेन्समा, यो क्रोमोजोम यदि एकदम कन्डेन्स भएर यो क्रोमेटिन हो, यो क्रोमेटिन हो, यो एकदम कम्प्याक्ट भयो भने यसलाई के भन्छ, के अरे क्रोमोजोम भन्छ। यसरी कम्प्याक्ट भएर बस्यो भने यसलाई के भनिन्छ अरे, क्रोमोजोम भन्छ। अनि यो मियोसिसको बेला यदि यसलाई, यो मियोसिसको बेला यसरी बिडेड स्ट्रक्चर भन्ने भने त्यसलाई भन्छ क्रोमोमेयर। क्रोमोनेमाटा भनेको यो डिएनएमा उसमा हुन्छ ल, क्रोमोनेमाटा पनि भन्छु ल। क्रोमोमेयर भनेको कुन टाइममा भयो अरे, मियोटिक क्रोमोजोम, मियोसिसको बेला यदि क्रोमोजोम छ भने, ल के भनिरहेछौ, ल भन त केही कुरा भनिरहेछौ, ल ल सुन, यहाँ सुन, यहाँ सुन, ल यति कुरा थियो। आजको लागि धेरै कुरा छैन, यो धेरै हेक्टिक लिनु पर्दैन, यति कुरा बुझे पुग्छ है। ल अब क्रोमोजोमको बारेमा पढ्ने हो भने अलिकति मैले एउटा कुरा तिमीलाई के बताउँछु भन्दाखेरि, हाम्रो कार्योटाइप र आइडियोग्राम भन्ने बुझ्यो एउटा। कार्योटाइप भनेको हाम्रो बडीमा जति पनि क्रोमोजोम छ त्यो बडीको क्रोमोजोमलाई यतिकै देखाउने हो भने, जस्तो यो ह्युमनको केसमा छ, ह्युमनको कार्योटाइप हेर्ने भने ह्युमनको केसमा यसरी हुन्छ, यसरी, यति हो क्रोमोजोम भनेको ह्युमनको केसमा, ठिक छ, कार्योटाइप। अब यही कुरालाई अलिकति मिलाएर लेख्ने हो भने त्यसलाई आइडियोग्राम भन्छ क्या, मतलब एसेन्डिङ अर्डरमा अथवा डिसेन्डिङ अर्डरमा राख्ने हो। जस्तै सेक्स क्रोमोजोमहरू लास्टमा लेखिन्छ जेनरली होइन, यसरी डिसेन्डिङ अर्डरमा एउटा अर्डरमा मिलाएर राख्ने हो भने त्यसलाई भन्छ आइडियोग्राम। अनि हाम्रो बडीको क्रोमोजोम्सलाई जस्ताको त्यस्तै देखाउने हो भने त्यसलाई भन्छ कार्योटाइप। जस्तै यो फर्स्ट पेयर भयो, सेकेन्ड, यसरी गर्दाखेरि टोटल कतिवटा पेयर हुन्छ हाम्रो एउटा सेलमा, 23 पेयर्स हुन्छ। यही हो हाम्रो बडीको क्रोमोजोम जुन देख्छौ नि तिमीले, यही हो, यही हो, एउटा दुईटा तिन चार पाँच, यसरी गर्दाखेरि 23 पेयर्स छ है। यसरी काउन्ट गर, हेर 23 पेयर्स छ। 24 छ 24 छ, 24 छ काउन्ट। ल एक्चुअली हेर न, त्यो हामीले यसो कुरा गर्छौँ, त्यो हामीले मेल्स र फिमेल्समा कसरी हुन्छ, त्यो हामीले जिनोमको कुरा गर्दाखेरि म एक्चुअली भन्छु ल। अहिले चाहिँ यहाँ कन्फ्युज नहो, अहिले छोडिदेऊ। अहिले कि यदि 24 छ 23 छ भन्ने जस्तो लाग्छ भने अहिले छोडिदेऊ। म हाम्रो जेनेटिक्समा पढाउँदाखेरि म तिमीले मेलमा र फिमेलमा ह्याप्लोइड नम्बरको कुरा, यिनीहरूको कति नम्बर हुन्छ त्यो कुरा हामीले गर्छौँ, जिनोमको कुरा, अन्त त्यसलाई लिङ्केज नम्बर, लिङ्केज ग्रुप भन्छ एक्चुअली, लिङ्केज ग्रुप। त्यो लिङ्केज ग्रुप पढ्दाखेरि त्यहाँ बुझ्छौ ल। तर हाम्रो बडीमा कति हुन्छ, 23 पेयर्स हुन्छ ल। ल ल 23 पेयर्स हुन्छ। 23 पेयर्स क्रोमोजोमलाई यसरी जस्ताको त्यस्तै देखाउने हो भने त्यसलाई भन्छ कार्योटाइप। अनि त्यसलाई एउटा अर्डरमा मिलाएर राख्ने हो भने बल्ल त्यसलाई भन्छ आइडियोग्राम। त्यति हो है, यहाँ बुझ्नुपर्ने कुरा त्यति हो। यहाँ एक्चुअली हेर, एक्चुअल क्रोमोजोम कसरी हुन्छ त्यसलाई अरेन्जमेन्ट गर्ने हो भने त्यसलाई के भनिन्छ, आइडियोग्राम। एक्चुअली पढ, यो चाहिँ आफै पढ, ठिक छ। ल अब सुन, टाइम हामीसँग छैन जस्तो छ। त्यसो ल अर्को पछि आउनुभयो भने जस यो क्लास जान सक्छ, तैपनि बुझ्न चाहिँ बुझ ल। ल एउटा म क्रोमोजोमको स्ट्रक्चर देखाउँछु हेर। यो तिमीहरूको क्रोमोजोमको स्ट्रक्चर छ होइन, एउटालाई के भनिन्छ अरे, क्रोमाटिड भनिन्छ। यसलाई के भनिन्छ अरे, क्रोमाटिड। यसलाई के भनिन्छ, क्रोमाटिड। एउटै क्रोमोजोममा जुन क्रोमाटिड प्रेजेन्स छ त्यसलाई भन्छ सिस्टर क्रोमाटिड, सिस्टर है।
यो भनेको क्रोमेटिड हो हैन। अनि एउटै क्रोमोजोममा यो सेम एउटा क्रोमोजोम छ, यसको यो क्रोमेटिड र यसको यो क्रोमेटिड, यसलाई भन्छ सिस्टर क्रोमेटिड। अनि यसरी दुईटा क्रोमोजोम प्रेजेन्ट हुने भने यो क्रोमेटिड एउटा हुन्छ, अर्को यो क्रोमेटिड हुन्छ। यो दुईटालाई भन्ने हो भने नन सिस्टर क्रोमेटिड, नन सिस्टर क्रोमेटिड भन्छ। ल यति कुरा पहिला बुझ्नु पर्यो। अब हेर, यसको बिचमा क्रोमोजोमको बिचमा हुन्छ सेन्ट्रोमियर। के हुन्छ अरे? सेन्ट्रोमियर हुन्छ। ठिक छ। ल क्रोमोजोमको अलिकति डिटेलमा स्टडी अलिक राम्रोसँग हेर्ने हो भने यसमा के प्रेजेन्ट हुन सक्छ? एउटा हुन सक्छ प्राइमरी कन्स्ट्रिक्सन हुन सक्छ। ठिक छ, जुन चाहिँ एक्चुअल सेन्ट्रोमियर। यो हेर्ने हो भने यो कन्स्ट्रिक्सन भनेको यसरी भित्र खाल्डो परेकोलाई भन्छ कन्स्ट्रिक्सन है। यसरी यो भित्र खाल्डो परेको छ नि, खाल्डो भित्र यसरी इनसाइड खाल्डो परेकोलाई चाहिँ के भन्छ? कन्स्ट्रिक्सन भनेको। ठिक छ। यो भनेको प्राइमरी कन्स्ट्रिक्सन हो। यहाँ भनेको हरेकमा सेकेन्डरी कन्स्ट्रिक्सन हुन्छ, हरेकमा स्याटेलाइट पोर्सन हुन्छ भन्ने छैन, तर कुनै कुनैमा हुन सक्छ भन्ने। अब हेर, डिएनए को अलिकति राम्रोसँग स्ट्रक्चर देखाउने हो भने प्राइमरी कन्स्ट्रिक्सन हुन्छ, जसलाई हामीले यहाँनिर यो पार्ट भनेको सेन्ट्रोमियर हो, जुन चाहिँ यहाँ अलरेडी देखाएको छ। त्यो कुरा बुझ्नु पर्यो। यो भित्रको पार्ट, यो भित्रको फ्लुइड अथवा जुन भित्रको कुरा छ त्यसलाई म्याट्रिक्स भनिन्छ। अब तिमीहरूको लेभलमा बुझ्नको लागि आउटर कभरिङ भनेको पेलिकल हो, यो कुरा बुझ्नु पर्यो। तिमी एक्जाममा क्वेसन पनि आएको छ है यो पेलिकलको बारेमा। अनि अर्को कुनै कन्स्ट्रिक्सन प्रेजेन्ट छ भने, खाल्डो जसरी प्रेजेन्ट छ भने त्यसलाई भन्छ सेकेन्डरी कन्स्ट्रिक्सन फर्स्ट, अनि एउटालाई भन्छ सेकेन्डरी कन्स्ट्रिक्सन सेकेन्ड। ठिक छ। अनि यो सेकेन्डरी कन्स्ट्रिक्सनको साइडमा एउटा बल्जिङ पार्ट हुन्छ, यसरी टिपमा हुन्छ, त्यसलाई भन्छ स्याटेलाइट। त्यसलाई के भन्छ? स्याटेलाइट। ल यति कुरा बुझ्नु पर्यो। आजको लागि मैले यति नै भने, नेक्स्ट टाइम अलिकति डिटेलमा भनिदिन्छु ल। यो अहिले तिमीहरूलाई यो हालिदिन्छु, यो उसलाई हालिदिन्छु नि, क्रोमोजोमको आउटर लेयरलाई पेलिकल भन्ने हो। आउटर कभरिङलाई भन न। अब तिमीहरूको लेभलमा यही पढ ल। तिमीहरूको लेभलमा अलिकति आउटर कभरिङ अफ क्रोमोजोम इज कल्ड पेलिकल। एक्जाममा आएको क्वेसन छ है ल, यो पेलिकल भन्ने। ल आउटर कभरिङ अफ क्रोमोजोम इज कल्ड पेलिकल भनेर बुझ, अथवा सिथ अथवा कभरिङ। सिथ भनेको पनि बुझ्छौ, सरी सिथ भनेको पनि भन, अथवा कभरिङ भनेर भन ल। ल आउटर कभरिङ भनेको के हो? पेलिकल हो भन्ने कुरा बुझ। एक्जाममा आएको छ है यो क्वेसन, आइओएममा सायद आई गेस सोधेको छ, त्यो स्लाइडमा छ है। यो अलिकति भोलि अलिकति यसको 5-10 मिनट लाग्छ, अब धेरै लाग्दैन, यसमा थोरै छ। यसको अल्ट्रा स्ट्रक्चरको कुरा गर्छु र अर्को भनेको क्रोमोजोमको टाइपको कुरा गर्छु। कस्तो टाइपको हुन्छ? टिलोमेयर र टिलोमेयरको पोजिसनमा, अथवा तिमीहरूको यो के अरे भन्छ, यो सेन्ट्रोमेयरको पोजिसनको आधारमा है। टिलोमेयर भनेपछि मैले सेन्ट्रोमेयर। आजको केही कुरा बुझेन भने मलाई भोलि सोध ल। आजको लेक्चर चाहिँ बुझ्नु पर्यो, सेल डिभिजन अनि जेनेटिक्स पढ्नलाई एकदम इम्पोर्टेन्ट कुरा छ यो। अनि एउटा डिएनए को बारेमा पनि राम्रोसँग बुझ्नु पर्यो, त्यो मैले जेनेटिक्स भन्दा अगाडि बायोमेट्रिक्समा पढाउँछु। ल आजको क्लास इन गर्दा हुन्छ। थ्याङ्क यू क्लास, हेभ अ गुड डे। सर पिडिएफ हालिदिनु है। ल ल हुन्छ ल नानी, हालिदिन्छु ल, म अहिले नै हालिदिन्छु ल है, तिमीले अहिले नै हालिदिन्छु ल। केही क्वेसन छ भने सोध है मलाई। अब अर्कोले जोइन गर्नुहुन्छ होला है।